त्यसो भएन भने आधी आउँछ, बुढी चल्छ, कसैले खान्न सक्दैन नेपालमा। मलाई थाहा छ हामीले हिजो एउटा सानो समूहले विद्रोह गर्दा देशमा के भयो। बेस्ट ब्रेन नेपालका सबै राम्रा दिमागहरू हाम्रो साथमा छन्, नराम्रा दिमागहरू। यी जनसमुदायको भावनालाई केपी ओलीले बुझ्न सकिरहेका छैनन्। केपी ओलीजीलाई अस्ति उहाँले भन्नुभयो जुलुस कस्तो हुन्छ हामी देखाउँछौँ, सभा कस्तो हुन्छ हामी देखाउँछौँ। केपीजी देख्नुभयो सभा कस्तो हुन्छ। सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायका मागहरूलाई लिपिबद्ध गरेर राखेका थियौँ। तर दुर्भाग्य मिस्टर केपी ओलीले हाम्रा ती सबै सपनामाथि तुसरापात गरे। तपाईँ हेर्दै हुनुहुन्छ सर्जक संसार अनलाइन टिभी, ताजा खबर सबैका लागि। विशाल विरोध सभाका आदरणीय अध्यक्ष कमरेड, मञ्चमा उपस्थित नेपाली जनताको प्यारो पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपाका आदरणीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मञ्चमा आसीन पार्टीका वरिष्ठ नेता, प्रवक्ता, स्थायी कमिटी, केन्द्रीय कमिटीका सबै सदस्य कमरेडहरू र सिँगै देशबाट नै यो काठमाडौँ उपत्यकामा केपी ओलीको संवैधानिक कुका विरुद्धमा आवाज गुन्जायमान गर्दै यहाँ भेला हुनुभएका सम्पूर्ण आदरणीय जनसमुदायहरू, तपाईहरुलाई म पार्टीको तर्फबाट तपाईहरुलाई क्रान्तिकारी लाल सलामको अभिवादन गर्न चाहन्छु। कमरेडहरू, आदरणीय जनसमुदायहरू, पत्रकार साथीहरू, तपाईहरुले धेरै कुराहरू सुनिसक्नु भएको छ। मेचीदेखि महाकालीसम्मका सातै प्रदेशका नेताहरूबाट केपी ओलीको यो असंवैधानिक कदमका विरुद्धमा विभिन्न कुराहरू अगाडि सार्दै तपाईहरुलाई धेरै कुराहरू प्रश्न राखिसक्नु भएको छ। समय पनि थोरै छ, त्यसो हुनाले म तपाईहरुका समूहमा धेरै लामो व्याख्या गर्न गइरहेको छैन। मलाई लाग्दछ हामीले देशका सबै जसो जिल्लाहरूमा कार्यकर्ता भेला गरेका छौँ। प्रत्येक प्रदेश जसोमा हामीले विशाल विरोध सभाहरू आयोजना गरेका छौँ। म अहिले पनि सम्झिरहेको छु विराटनगरको त्यो विशाल विरोध सभा हामीले सहभागिता जनाएको थियो। बुटवलको विरोध सभा र चाहिँ विशाल संख्यामा जनउपस्थिति भएको धनगढीको विरोध सभा, सुर्खेतको विरोध सभा, सिराहाको यी कार्यक्रमहरू लगायत ती सबै ठाउँमा जनताको अपार उपस्थिति केपी ओलीले देख्न सकेका छैनन्। यत्रो जनसङ्ख्या सिङ्गो नेपाली जनताको भावनालाई बोकेर आएका लाखौं लाख यी जनसमुदायको भावनालाई केपी ओलीले बुझ्न सकिरहेका छैनन्। केपी ओलीजी, तपाईले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ, अब त्यो नाम पनि बिर्सिसक्नु भएको छ। अब पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नु भएको छ। तर पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ? जो मानिस असल छ, जो मानिस राम्रो
प्रवृत्तिको मान्छे छ, जसले धर्म गर्दछ। पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन्। चेतना भयो, केपी ओलीलाई चेतना भयो। संविधान मिच्ने मिसालाई, लोकतन्त्रको हत्या गर्ने हत्यारालाई, जनअधिकार कुल्चिनेहरूलाई र आफ्नो सिङ्गो शासनकालमा, केपी ओलीको शासनकालमा भन्ने हो भने अहिलेसम्म 7170 नेपाली चेलीहरू बलात्कृत भएकी छन्। ती बलात्कृत भएकी चेलीहरूको आत्माले के भनिरहेको छ भने, ए ओली, तिमीले कतिजनालाई सजाय दिएका छौ? ए प्रधानमन्त्री ओली, तिमीले कतिजनालाई अपराधीलाई जेलमा कोचेका छौ? तिम्रो संवेदनहीनतालाई देख्दाखेरि यत्रो जिल्ला जिल्लामा घटिरहेको यस्तो बलात्कारका घटनाप्रति तिम्रो असंवेदनशीलतालाई देख्दाखेरि हामीलाई लाज लागिरहेको छ। तिमी जस्ता मान्छे नेपाली आमाले जन्माइन् र त्यो पार्टीले तिमीलाई प्रधानमन्त्रीको पदमा पुर्यायो। आज त्यही पार्टी तिमी सिद्ध्याउन लागेका छौ, त्यही लोकतन्त्र तिमीले समाप्त पार्न लागेका छौ। तिमीलाई धिक्कार छ। आम नेपाली जनताले भनिरहेका छन्, केपी ओलीलाई धिक्कार छ। पशुपतिनाथले पनि त्यही भन्लान्, केपी ओलीलाई धिक्कार छ। उनको त्यो पाप बत्ती बालेर त्यतिकै कसैले पनि धोइ पखाली गर्न सक्दैन। म आज मनन भण्डारीले भनेको कुरालाई सम्झिरहेको छु। उहाँले के भन्नुभएको थियो थाहा छ? एउटा भाषणमा अरूहरूलाई उहाँले चर्चा गर्नुभएको थियो। धराहराबाट हेर्दाखेरि देखिने ती अरूको के चर्चा गर्ने, ओलीले आयोजना गरेको सभा, हामीले आयोजना गरेको सभालाई हेर्दाखेरि धराहराबाट हेर्नुपर्ने हुन्छ। केपी ओलीसँग केही हजार मान्छे बाहेक यत्रो सरकारी साधन खर्च गर्दा पनि, सारा भ्रष्टाचारका रकमहरू खर्च गर्दाखेरि पनि, अनि मान्छेलाई भाडामा ल्याउँदा पनि बिचराहरूको सभा यति सानो भएछ। सिङ्गै ओली समूह निराश भएको छ। सिङ्गै ओली समूह अहिले हतप्रभ भएको छ र त्यस उनीहरूले तर्कमा होइन, धम्कीमा, छलफलमा होइन, आदेश दिने कुरामा, बहुमतमा होइन, आफ्नो अधिनायकवादी प्रवृत्तिमा उसलाई विश्वास हुन थालेको छ। यदि जनमतमा विश्वास हुँदो भने त्यो व्यक्तिले पार्टीको बहुमतलाई मान्नु पर्दथ्यो। केपी ओली बहुमतको शासन मान्न तयार छन्। यदि केपी ओली बहुमतको शासन मान्न तयार छन् भने निर्वाचन आयोगले अस्ति मात्रै लेखेर पठाएको चिठीमा हामी जान्दछौँ नेपाल कम्युनिस्ट पार्टी नेकपाको 441 जना सदस्यलाई यदि त्यो निर्वाचन आयोगले भनेको आधारमा जाने हो भने ल गणना गरौँ, मार्च पास्ट गरौँ। 441 जना मध्ये केपी ओलीको पक्षमा कति जना उभिन्छन्? 100 जना। हाम्रो पक्षमा कति उभिएका छन्? 300 जना। 300 जनाको बहुमत हुन्छ कि 100 जनाको बहुमत हुन्छ? त्यस हुनाले निर्वाचन आयोगले अन्यथा निर्णय गर्न पाउँदैन। निर्वाचन आयोगमा गएर केपी ओली धम्काइरहेका छन्। अस्ति गएर धम्काएर के भने म पहिलो अध्यक्ष हुँ। केपी ओली कहाँको पहिलो अध्यक्ष हुन्? यो कम्युनिस्ट पार्टी नेकपाको हो कि ओली गुटको पहिलो अध्यक्ष हुन्? ओली गुटको होला, बालकोटको होला, तर नेपाल कम्युनिस्ट पार्टी नेकपाको पहिलो अध्यक्ष होइन। पहिलो अध्यक्ष हो कि होइन भने कहाँबाट थाहा पाउने? पार्टीको विधानबाट थाहा पाउने। विधानमा लेखेको छ, लेखेको छैन। पार्टीको सर्कुलरमा लेखेको छ, सर्कुलमा लेखेको छैन। पार्टीको निर्णयमा लेखेको छ, निर्णयमा लेखेको छैन।
अनि एउटा भनाइ छ, मान न मान मैं तेरा मेहमान। त्यतिकै म त पहिलो अध्यक्ष हो। कसैले देओस् न देओस्, ताज पहिरिएर राजा भएर हिँडिरहेका छन्। त्यस हुनाले उनका ती तर्कमा कुनै दम छैन। निर्वाचन आयोगले प्रश्न हुनुपर्ने जरुरी छ। उनले भने बमोजिम उनका कुरालाई पत्याउनु जरुरी छैन। दस्तावेज हेरे हुन्छ, सर्कुलर हेरे हुन्छ, निर्णय हेरे हुन्छ, विधान हेरे हुन्छ र त्यसमा पनि शंका छ भने 441 जनालाई बोलाएर एक एक व्यक्तिको टाउको गन्दा पनि हुन्छ। अहिले म सुनिरहेको छु यी निर्वाचन आयोगले बहसमा प्रवेश गर्न पाउँदैन, आधिकारिकताको विवादमा पस्न पाउँदैन भनेर भनिरहेका छन्। तर यो हेक्का रहोस्, अहिलेको निर्वाचन कानुन बमोजिम, कानुनको 44 दफा बमोजिम प्रश्न के लेखेको छ भने यदि एउटै पार्टीभित्र दलको नामको बारेमा विवाद आयो भने, चिन्हको बारेमा विवाद आयो भने, अनि पार्टीको निर्वाचन चिन्हको बारेमा विवाद आयो भने, पार्टीको छापको बारेमा विवाद आयो भने बहुमतको निर्णयलाई नै हामी स्वीकार गर्छौं भनेर निर्वाचन आयोगको कानुनमा लेखिएको छ। त्यो कानुन बमोजिम निर्वाचन आयोगले त्यही अनुसार नै प्रक्रिया अगाडि बढाइसकेको छ र केपी ओलीले अहिले अगाडि बढाइसकेको प्रक्रियामा हस्तक्षेप गर्न थालेका छन्। संवैधानिक निकायको आन्तरिक काममा हस्तक्षेप गरिरहेका छन्। खबरदार, स्वतन्त्र निकाय रहेको निर्वाचन आयोगको काममा केपी ओली प्रधानमन्त्रीले कुनै हस्तक्षेप गर्न पाउँदैनन्। निर्वाचन आयोगले जुन नियमावलीमा परिवर्तन गरेर पठाइसकेको छ त्यसलाई नछापेर नछाप्नु भन्ने निर्देशन दिएर जसरी उनले आदेश र फरमान जारी गरिरहेका छन् त्यो तुरुन्त फरमान फिर्ता ल्याउन् र निर्वाचन आयोगको निर्णयको सम्मान गरून्। होइन भने यो देशमा कानुनको शासन रहने छैन। कसैले पनि निर्वाचन आयोगलाई सम्मान गर्ने छैनन्, कसैले पनि निर्वाचन आयोगको मर्यादा राख्ने छैनन्। यो कुराको हिक्का होस्, सबैलाई चेतना भयो। यहाँ अहिले नेपाल कम्युनिस्ट पार्टी जसको नेतृत्व हामीले गरिरहेका छौं त्यो हामी यतिकै आएका छैनौं। त्यही बेलामा सहमति भएको निर्णय के छ भने यो पार्टीको कार्यकारी अध्यक्षको हैसियतले पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिइएको छ। यो निर्णय भएको छ, निर्देशन जारी भएको छ। निर्णय निर्देशनको आधारमा मान्ने हो भने पनि अनि अर्को व्यवस्था पार्टीको बैठकबाट नै अर्को बैठक त्यही बालुवाटारमा बसेको छ। केपी ओलीको निवास, अहिलेको निवासमा बैठक बसेको छ। उनी कति झुटो कुरा गर्छन् भने बालुवाटारमा बैठकै बसेको छैन रे। पुस 5 गते बैठक बसेको छ कि छैन? हाम्रा मिडियाका साथीहरूले खिच्नुभएको भिडियो हेरे हुन्छ, त्यो भिडियो हेरे हुन्छ, पत्रिका पढे हुन्छ। ती भिडियोहरू, ती पत्रिकाहरूमा कसरी पुस 5 गतेका दिनमा बालुवाटारमा बैठक बसेको थियो स्थायी कमिटीको। त्यसभन्दा अघि मंसिर 28 गते पनि बैठक बसेको थियो र त्यही बैठकले नै केन्द्रीय कमिटीको बैठक पहिले 15 गतेलाई 10 गते ल्याएको थियो। त्यही 10 गतेको बैठकलाई 7 गते सारेको थियो र त्यही बैठकबाट नै केपी ओलीलाई 5 गतेको बैठकले पार्टीको अध्यक्षबाट कारबाही गर्ने र 7 गतेको केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष निकाल्ने निर्णय गरेको छ। त्यो निर्णय कानुनी छ, पार्टी विधान अन्तर्गत छ, पार्टीको बहुमतको निर्णय छ। 440 मध्ये 295 जनाको हस्ताक्षर भएको कागज निर्वाचन आयोगमा बुझाइसकिएको छ। त्यसुनाले केपी ओली अध्यक्ष होइनन्। केपी ओलीलाई अध्यक्ष बन्ने रहर छ भने केपी गुटको अध्यक्ष लेखे हुन्छ। केपी गुटको अध्यक्ष भने हुन्छ। अझै नाम राख्नु छ भने केपी फाउन्डेसनका अध्यक्ष ओली भन्नु। मैले सुझाव दिएँ
सुझाव ग्रहण गर्दा राम्रै होला, किनभने ओलीलाई मैले चिनेको 48-49 वर्ष भइसक्यो, 50 वर्ष भइसक्यो। त्यस हुनाले राम्रो के हुन्छ भने ओली फाउन्डेसनका अध्यक्ष केपी शर्मा ओली, जसलाई कम्युनिस्ट पार्टीको नाम मन पर्दैन, जसलाई लाल सलाम शब्द मन पर्दैन, जसलाई अन्तर्राष्ट्रिय गीत मन पर्दैन, जसलाई पार्टीको क्रान्तिकारी अनुशासन मन पर्दैन, जसलाई पार्टीको बैठक भन्ने बित्तिकै रिम्टा लाग्छ, बैठक भन्यो कि केपी ओली फेन्ट हुने सक्दो हुन्छ, त्यो मान्छे पार्टीको नेता हुन सक्छन्, कम्युनिस्ट पार्टीको नेता। त्यस्तो मान्छे कम्युनिस्ट पार्टीको नेता हुन सक्दैनन्। अब कहाँबाट देशको प्रधानमन्त्री भए, हाम्रो मन्त्रीजी मध्ये कसैले भाषण गरेको हुन्थ्यो, मन्त्रीलाई थर्कमान पारेका थिए उनले, जम्मै अधिकार आफ्नो हातमा लिएका थिए र त्यही हैसियतबाट उनले अहिले पनि निर्वाचन आयोगलाई थर्कमान पार्न खोजिरहेका छन्। खबरदार, हामी साथमा छौँ तपाईहरुको। प्रत्येक संवैधानिक निकायका तपाई महानुभावहरूले, तपाई त्यसका जिम्मेवार व्यक्तिहरूले आत्तिनुपर्ने आवश्यकता छैन। यो देशको लोकतन्त्रलाई, गणतन्त्रलाई कसैले मास्न सक्दैन। यो देशको संविधानलाई कसैले समाप्त पार्न सक्दैन। हामी जिउँदै छौँ, हामी यही छौँ, हामी यही देशका बासिन्दा हौँ। हामीले नै पञ्चायती तानाशाहीलाई धुलो छटायौँ, हामीले नै शाही शासनलाई निमित्यान्न पार्यौं, हामीले नै गणतन्त्र ल्यायौं, हामीले नै संघीयता ल्यायौं। केपी ओलीलाई गणतन्त्रसँग पनि माया छैन, संघीयताप्रति पनि कुनै उनलाई अपनत्व बोध छैन, उनी समावेशिता पनि मन पराउँदैनन्। त्यस हुनाले केपी ओली परिवर्तनको संवाहक होइनन्। केपी ओली प्रतिगमनका प्रतीक हुन्, प्रतीक। उनी ज्ञानेन्द्र पथमा अगाडि बढिरहेका छन्। त्यस हुनाले राज्यका सबै निकायलाई भन्न चाहन्छु, आजसम्म नेपालमा जसरी हामीले नेपाली जनताको भावनालाई प्रतिनिधित्व गर्दै अगाडि बढिरहेका छौं, यो देशमा देशको स्वाभिमानलाई जोगाएका छौं, लोकतन्त्र स्थापना गरेका छौं, लोकतान्त्रिक परिपाटी स्थापित गर्न चाहिरहेका छौं, सुशासनको दिशामा अगाडि बढ्न चाहिरहेका छौं, जनतालाई न्याय दिन चाहिरहेका छौं, जनतालाई समृद्धि दिन चाहिरहेका छौं, युवाहरूलाई रोजगारी दिन चाहिरहेका छौं। सबै वर्ग तहका जनताहरूलाई हामी न्यायोचित जीवन बिताउने, सम्मानपूर्ण जीवन बिताउने त्यो प्रतिबद्धता हामीले गरिरहेका छौं। आवश्यक अनुसार केपी ओलीले त्यो काम गरेनन्। हामीले पार्टीमा कुरा उठायौं, जनताको पीडा र वेदनाको बारेमा पार्टीमा छलफल गरौं भन्यौं। केपी ओलीले कहिले पनि छलफल गर्न मानेनन्। संसदीय दलमा छलफल गरौं भन्यौं, त्यहाँ पनि छलफल गर्न मानेनन्। केही हामी आजित भएका थियौं केपी ओलीबाट। आज सबै आजित भएका छन्। जता पनि धम्की, आफ्नो कुरा नमान्ने व्यक्तिलाई उनी धाक धम्की देखाउँछन्, सत्ताको दुरुपयोग गर्ने गर्दछन्। पार्टी सत्ताको पनि दुरुपयोग गरेका थिए, राज्य सत्ताको पनि दुरुपयोग गरिरहेका छन्। तर तानाशाहहरू ख्याल गर्नुहोस्, तपाईको तानाशाही शासनको आयु लामो छैन। त्यस हुनाले म भन्न चाहन्छु, यो जनताको अपार जुन प्रतिबद्धता छ, यो समयको जुन आवाज छ, त्यसलाई समयमा बुझ्नुहोस्, समयमा सच्चिनुहोस्। तर केपी ओली सच्चिनेवाला छैनन्। त्यस हुनाले हामी आशा गरिरहेका छौं, राज्यका ती सबै निकायहरू अदालतबाट पनि प्रतिनिधि सभा पुनर्स्थापनाको संविधान संगत ढंगबाट निर्णय हुने हामीले आशा गरेका छौं। निर्वाचन आयोगबाट पनि तदनुरूपको व्याख्या, तदनुरूपको निर्णय हुने हामीले अपेक्षा गरिरहेका छौं। यस अर्थमा तपाईले प्रश्न हुनुपर्छ, सूर्य चिन्ह अन्त कतै छैन, सूर्य चिन्ह हामीसँग छ। केपी ओलीसँग भनेको त बैलगाडाको चिन्ह बाहेक अरु केही पनि छैन। त्यसो हुनाले यदि यस्तो हुन सकेन भने यो देशमा अनर्थ हुनेछ। मैले संकेत मात्रै गरिरहेको छु।
अब मैले धेरै भन्नुपर्ने कुनै आवश्यकता छैन। हाम्रो आन्दोलन जारी रहनेछ जबसम्म प्रतिगमनलाई परास्त गर्दैनौं, जबसम्म लोकतन्त्रको जित हुँदैन, जबसम्म संविधानवादको जित हुँदैन, जबसम्म प्रतिनिधि सभा जनताको आवाज, संविधानको व्यवस्था, न्यायोचित निर्णयको आधारमा संविधान सम्मत ढंगबाट प्रतिनिधि सभाको पुनर्स्थापनाको यो हाम्रो आन्दोलन निरन्तर अगाडि बढिरहनेछ। त्यसैले तपाईहरु दृढताका साथ आफ्नो आफ्नो जिल्लामा, आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा, आफ्नो आफ्नो नगरपालिकामा, आफ्नो आफ्नो प्रदेशमा दृढताका साथ संघर्षको मोर्चामा अगाडि बढ्नुहोस्। आम युवाहरूलाई, महिला जनसमुदायहरूलाई, विद्यार्थीहरूलाई, न्यायप्रेमी जनसमुदायहरूलाई, बौद्धिक जगतलाई अनि राजनीतिक दलहरूलाई म सबैलाई धन्यवाद दिन चाहन्छु। पत्रकार जगतलाई पनि विशेष रूपमा म धन्यवाद दिन चाहन्छु। तपाईहरुले जसरी न्यायको पक्षमा आफूलाई उभ्याउनु भएको छ, सही कुरा बोल्नु भएको छ, त्यसबाट प्रश्न के हुन्छ भने यो विवाद नेपाल कम्युनिस्ट पार्टी भित्रको आन्तरिक विवाद मात्र रहेन। यो विवाद न्याय र अन्याय बीचको लडाई हो। यो विवाद संविधानलाई मान्ने कि संविधानलाई बिच्ने यस बीचको लडाई हो। यो संविधानको पक्षमा हुनेहरू, लोकतन्त्रको पक्षमा उभिनेहरू एकताबद्ध हौं। हामी एकताबद्ध भएर अगाडि बढौं। संविधानको जित, लोकतन्त्रको जित, गणतन्त्रको जित, कानुनी शासनको जित, न्यायपूर्ण शासनको जित भइ छाड्नेछ। देशमा भएका जम्मै व्यतिथिहरू, विसंगतिहरू ती सबै समाप्त हुनेछन्। यस क्रममा हामीबाट विगतमा कुनै कमजोरी भएका छन् भने हामीले त्यसलाई सुधार्नै पर्छ। तपाईहरुको मनमा अर्को प्रश्न होला, केपी त गए, फेरि अर्को केपी जन्मिने हुन् कि पार्टी भित्रबाट? तपाईहरुको मनमा जिज्ञासा होला। तपाईहरुको मनमा अर्को पनि जिज्ञासा होला, हिजो केपी अनि आपसमा नेता लडे, अब पनि प्रचण्ड र माधव नेपाल लड्ने हुन् कि क्या हो? त्यो पनि जिज्ञासा होला। केपी ओली त्यो जाल थापेर बसेका होलान्, त्यो जालमा माछा पर्नेवाला छैन। माधव नेपाल र प्रचण्डको बीचमा फाटो ल्याउने तपाईका कुनै कोसिसहरू सफल हुनेवाला छैन। किनभने हाम्रो बीचको यो एकता, हाम्रो बीचको यो समझदारी कुनै पदका लागि होइन, कुनै स्वार्थका लागि होइन। हाम्रो बीचको एकता र समझदारी पार्टीलाई क्रान्तिकारी दिशामा अघि बढाउनका लागि हो, पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउनका लागि हो, पार्टीभित्र न्याय दिनका लागि हो, पार्टीलाई गतिशील बनाउनका लागि हो, पार्टीमा योग्य सक्षम व्यक्तिहरूलाई अगाडि बढ्ने मौका दिनका लागि हो। नयाँ पुस्ताहरू तयार भइरहनु भएको छ। नयाँ पुस्तालाई हामी त्यो नेतृत्व विस्तारै हस्तान्तरण पनि गर्नेछौँ। तपाईहरुको योग्यता, तपाईहरुको क्षमतालाई हामीले पनि देखिरहेका छौँ। यो सिंहो भवसागर जसरी ओर्लिएको छ, हाम्रो पार्टीका सबै ठाउँका कमिटीहरू जसरी क्रियाशील हुनु भएको छ, यस बीचमा हामीले एकताका कतिपय कामहरू पूरा गर्न सकेका छैनौं। त्यो पनि हामी छिटै पूरा गर्नेछौँ र सिंहो पार्टीलाई हामी पार्टीलाई विधानसम्मत ढंगले, पार्टीलाई विधिसम्मत ढंगले अगाडि बढाउने हामी तपाईहरुका सामु फेरि पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं। त्यसैले हाम्रो एकता र समझदारी पार्टीलाई विचारको जगमा खडा भएर भएको छ, विधिको जगमा उभिएर खडा भएको छ र पार्टीलाई क्रान्तिकारी दिशामा लिएर जान, देशभक्तिको भावनामा अब हामी उत्प्रेरित भएर अघि बढ्न, लोकतन्त्रको मूल्य र मान्यतालाई सम्मान गर्न र शान्तिपूर्ण ढंगले नै प्रतिस्पर्धाको माध्यमबाट नै हामीले जनताको विश्वास जित्ने यो मान्यताको आधारमा हामी अघि बढ्ने हाम्रो अठोट छ, हाम्रो संकल्प छ। त्यसैले एमाले एक हौ भने नारा दिएका छन् भने त्यो एमाले केपी ओली एमाले होइन, केपी ओली बिमाले भइसके, एमाले यहाँ छ। त्यसैले त्यो बिमालेमा जाने होइन, त्यो अब सबै खुलिसक्यो, त्यो पनि माले पनि छैन त्यहाँ। मैले भनिसके ओली फाउन्डेसन बाहेक केही पनि छैन। त्यसैले एमाले भन्नुभएका पुराना साथीहरूलाई भन्न चाहन्छु, भ्रममा नपर्नुहोस्। केपी ओली कहिले पनि मालेका नेता भएका थिएनन्। यी यहाँ छिरे
यसलाई तहस पार्ने काम गरे। त्यस हुनाले उनी सन्की हुन्, उनको वास्तवमा सृजनात्मक रचनात्मक सोच छैन, उनको भ्रममा कोही पनि नपर्नुहोस्। मैले हिजो मात्रै एकजना प्रतिनिधि सभाका सदस्यले आएर मलाई सुनाउनु भयो, म त पहिलेदेखि नै सही विचारको पक्षमा रहेको छु। अस्ति भर्खरै एकजना कार्यकर्ता आउनुभयो, यही सभामा सामेल हुनुभएको थियो 9 गतेको सभामा, पछि केपी ओलीको सभामा पुग्नु भएको छ। अलिकता ठाकठुक परेको कारणले गर्दाखेरि फेरि महसुस गर्नुभयो र भन्नुभयो असली पार्टी, सही विचार बोकेको पार्टी यही पार्टी हो। त्यस हुनाले अलिकता म भड्केर त्यहाँ गएँ, म फेरि आफ्नो मूल घरमा फर्केको छु। मूल घर यही हो, त्यो मूल घर होइन। त्यस हुनाले तपाईहरु कुनै भ्रममा नपर्नुहोस्। हामी एकताबद्ध भएर अगाडि बढ्नेछौँ, पार्टीलाई अगाडि बढाउनेछौँ, देशलाई पनि हामी सुशासन दिनेछौँ, देशलाई पनि समाजवादको दिशामा अघि बढाएर लानेछौँ। यस क्रममा समाजका सबै वर्ग तहका जनताको चिन्ता पीडा, किसानदेखि लिएर मजदुरसम्म, कर्मचारीदेखि लिएर बुद्धिजीवीसम्म, यी सबैको हामी समस्यालाई हामीले आत्मसात गरेका छौँ र त्यस अनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै म आफ्नो भनाइ यही टुङ्ग्याउँछु। हस्त धन्यवाद, लाल सलाम। कमरेडहरू र आदरणीय जनसमुदाय, सबभन्दा पहिला म तपाईहरुलाई सलाम गर्न चाहन्छु, लाल सलाम। यो विशाल विरोध सभाका सभाध्यक्ष कमरेड, हाम्रो पार्टीका आदरणीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड माधव कुमार नेपाल, वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री कमरेड झलनाथ खनाल, प्रवक्ता एवं संघर्ष समितिका संयोजक कमरेड नारायण काजी श्रेष्ठ, स्थायी समिति र केन्द्रीय समितिका सहयोगता कमरेडहरू र यो विशाल विरोध सभामा उपस्थित सम्पूर्ण कमरेडहरू र आदरणीय जनसमुदाय, हामीले गएको पुस 5 गते नेपालको संविधान र लोकतन्त्रमाथि केपी ओलीद्वारा प्रहार भएपछि, निर्मम र निरङ्कुश प्रहार भएपछि हामीले तुरुन्तै त्यसको विरोधमा पहल कदमी लियौं र यही ठाउँमा पुस 14 गते हामीले पहिलो विरोध सभाको आयोजना गर्यौं। यो मञ्च यहाँ थिएन, अलिकति अगाडि थियो र मञ्चको अगाडिबाट झन्डै पद्मदयसम्म जनताको कार्यकर्ताको उपस्थिति थियो र हामीले त्यहाँ विरोध गर्यौं। यो प्रतिगमन हो, प्रतिक्रान्ति हो। नेपाली जनताले 7 दशक लडेर ल्याएको उपलब्धिमाथि प्रहार भएको छ, हामी सहन सक्दैनौँ, हामी देशव्यापी विरोधमा जान्छौँ भन्यौं। देशव्यापी विरोध भएको पनि तपाईहरु सबै सहभागी हुनुहुन्छ, देख्नुभयो। त्यसपछि हामीले माघ 9 गते फेरि यही ठाउँमा मञ्च राखेर अर्को विरोध सभाको आयोजना गर्यौं काठमाडौँमा र त्यो 14 गते, पुस 14 गतेको भन्दा डबल भन्दा पनि ट्रेबल भन्न सकिने, ट्रिपल भन्न सकिने लाखौं जनता त्यहाँ पनि उपस्थित थियो। आज हामीले माघ 28 गते फेरि एकचोटि यही ठाउँमा विरोध सभाको आयोजना गर्यौं र त्यो 14 को र 9 गतेको भन्दा, माघ 9 गतेको भन्दा यो सभामा मलाई आएको सूचना, यो मेरो अनुमान चाहिँ होइन, मलाई यहाँ बस्दा बस्दै एसएमएस गरेर केही साथीहरूले गरेको, अहिले 5 लाख मान्छे छन् भन्ने सबैले अनुमान गरेका छन् भन्नुभयो। तपाईहरुको यो उपस्थिति, लाखौंको उपस्थिति, म केपी ओलीजीलाई अस्ति उहाँले भन्नुभयो जुलुस कस्तो हुन्छ हामी देखाउँछौँ, सभा कस्तो हुन्छ हामी देखाउँछौँ। केपीजी देख्नुभयो सभा कस्तो हुन्छ, देख्नुभयो विरोध कस्तो हुन्छ, प्रदर्शन कस्तो हुन्छ। तपाई
अझै पनि यो लाखौं जनताको यो उपस्थिति र यो विरोध, यो आक्रोश, आवेग र पीडालाई बुझ्नु भएन भने म तपाईलाई चुनौती दिन्छु। हेर्नु होला केही दिनपछि सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौं लाख जनता अझ ठुलो उपस्थितिको साथ तपाईको प्रतिगमन, तपाईको निरङ्कुशता, तपाईको लोकतन्त्रको हत्या गर्ने अपराधी चरित्र नेपाली जनताले बुझिसकेको छ। त्यसकारण जरुरी पर्यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा हामी आयोजना गर्नेछौँ। मलाई लाग्छ यो लाखौं जनताको उपस्थिति सर्वोच्च अदालतका हाम्रा सम्मानित न्यायाधीशहरूले पनि देख्नु भएको छ। आज राम्रोसँग जनता के चाहेका छन्, जनभावना के छ, के तराई, मधेस, पहाड, हिमाल, सबै जात जाति, क्षेत्र, वर्ग, लिङ्ग, समुदाय सबैका सबै तपाईले यहाँ वक्ताको पनि तपाईले हेर्नुभयो। सबै जाति, समुदाय, क्षेत्रका सबै प्रतिनिधिहरूले यहाँ कुरा राखेका छन्। मलाई लाग्छ हाम्रो सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरूले यो जनभावनालाई हेर्नु भएको छ र अब छिट्टै ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिनुहुनेछ भनेर म विश्वास व्यक्त गर्न चाहन्छु। ढिलो नगरी मैले सुरुमैदेखि भन्दै आएको छु, यदि संविधानको अक्षर र भावना, संविधानको मर्म र भावना विपरीत, नेपाली जनताको चाहना र आकांक्षा विपरीत केही काम गरियो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ। त्यो नेपाली जनतालाई सही हुने छैन। जनताको यो शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ प्रत्येकले विचार गर्न जरुरी छ। मैले पटक पटक भनेको छु, हामी शान्तिपूर्ण राजनीतिमा छौं। शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा सहित स्वतन्त्र न्यायपालिकाको मान्यतामा, कानुनी राजको मान्यतामा हामी दृढ छौं। संवैधानिक व्यवस्था अन्तर्गत जाने कमिटमेन्टका साथ हामीले यो संविधान निर्माण गरेका हौं। यो संविधान निर्माण गर्दा हामीले 2004 सालमा राणाहरूले बनाएको संविधानदेखि त्यसपछिका तमाम संविधानहरूको अनुभवबाट शिक्षा लिएर नेपालको लागि कस्तो संविधान बनायो भने राजनैतिक स्थायित्व र विकास, समृद्धि, सबै जनताको हित हुन्छ भन्ने कुरालाई विचार गरेर बनाइएको संविधान हो। त्यसकारण आजको यो उपस्थितिले पक्कै पनि हाम्रो सम्मानित अदालतलाई सहज भएको छ संविधानको पक्षमा, लोकतन्त्रको पक्षमा, गणतन्त्रको पक्षमा फैसला गर्न भन्ने म ठान्दछु। त्यसो भएन भने आँधी आउँछ, हुरी चल्छ, कसैले थाम्न सक्दैन नेपालमा। मलाई थाहा छ हामीले हिजो एउटा सानो समूहले विद्रोह गर्दा देशमा के भयो। यो लाखौं जनता अहिले र यो विशाल पार्टी जसको अहिले अध्यक्ष कमरेड माधव कुमार नेपाल र म छौं, तपाईँ लाखौं जनताहरू हुनुहुन्छ। शान्तिपूर्ण विद्रोह, एउटा ग्रीन रिभोल्युसन भन्छन् आजकल, ग्रीन रिभोल्युसन हुन्छ नेपालमा, शान्तिपूर्ण क्रान्ति हुन्छ अर्को। के हाम्रो संवैधानिक निकायहरूले केपी ओली जस्तो एउटा निरङ्कुश र लोकतन्त्र विरोधी व्यक्तिको समकको भरमा उसँग डराएर फैसला गर्छन् भनेर म पत्याउँ त? तपाईँ हामीले पत्याउन सकिन्छ त? यत्रो जनताको आवाज चाहिँ नसुन्ने यत्रो विशाल पार्टी, जुन पार्टीसँग हिजोको एकताको बेलाको 2/3 बहुमत छ देशैभरि र केपीजीतिर गएका मान्छे फर्किने लाम लागेको छ। म भन्ने भने अहिले लामो लिस्ट भन्न सक्छु। अरू उहाँले बनाएका 2 जना मन्त्री पनि फर्किनको लागि मसँग वार्ता गर्दैछन्। केपीजी तपाईँ भ्रममा कति दिन बाँच्ने हो? सक्नुहुन्छ भने म आज तपाईलाई एउटा सल्लाह दिन चाहन्छु। तपाईले साह्रै ठुलो अपराध गर्नुभयो यो राष्ट्रका विरुद्ध, जनताका विरुद्ध। तपाईँ
तपाईले अझै पनि अलिकति आफूलाई ठाउँ राख्ने हो भने तुरुन्तै राजीनामा दिनुहोस् र पश्चाताप गरेर वक्तव्य निकाल्नुहोस्। तपाईलाई अलिकति ठाउँ नेपाली जनताले दिन सक्छ। तपाईँ अझै मूर्खता गर्नेमा हुनुहुन्छ मलाई थाहा छ। तपाईँ अझै निरङ्कुशतातिर जानेमा हुनुहुन्छ मलाई थाहा छ। तर तपाईँ जति जान्नुहुन्छ, अघि साथीहरूले भनिसक्नुभयो, तपाईँ त आजकल जनताको शरणमा भन्दा भगवानको शरणमा जानु भएको छ। यहाँ साथीहरूले बडो सुन्दर ढङ्गले भन्नुभयो। म ती सबै साथीहरूलाई पनि धन्यवाद भन्न चाहन्छु। हाम्रो भगवान जीवित मान्छे नेपाली जनता हाम्रा भगवान हुन्। हामी तपाईहरुको शरणमा छौं। हामी जनताको धार्मिक आस्थाप्रति हाम्रो सम्मान छ। सबै धर्म सम्प्रदाय र त्यसमा आस्था गर्ने जनताप्रति हाम्रो सम्मान छ। केपीजीले अस्ति एउटा सभामा भन्नुभयो, मैले राम मन्दिर बनाउने भनेको छु, मैले अयोध्या बनाउने भनेको छु, यो प्रचण्ड बोल्दै बोल्दैन भनेर उहाँले भन्नुभयो। चितवनको मेरै निर्वाचन क्षेत्रमा उहाँलाई राम मन्दिर बनाउने भन्ने छ र मन्दिरको यहाँ एउटा स्ट्याचु बनाइ पनि सक्नुभयो अरे। मेरो चुनौती के छ केपीजीलाई भने, तपाई साँच्चै चितवनको माडीमा मेरो निर्वाचन क्षेत्रमा राम मन्दिर र अयोध्या स्थापित गर्नेमा हो भने सबभन्दा पहिला पुरातात्विक अन्वेषण गर्न पर्यो, अनुसन्धान गर्न पर्यो, प्रमाणित गर्नु। म जति खुसी कोही हुँदैन। मेरो निर्वाचन क्षेत्रमा एउटा धार्मिक पर्यटकीय स्थल बन्छ भने सबभन्दा खुसी म किन नहुने? त्यहाँको जनताको जीवन स्तर, त्यहाँ अयोध्या बनेर त्यहाँ राम मन्दिर बनेर त्यहाँको जनताको जीवन उठ्छ भने म विरोधमा जान्छु त। तर तपाईँ जस्तो ठग, तपाईको नाटक सबभन्दा नजिकबाट यो 3 वर्षमा मैले चिने तपाईलाई। तपाईका नाटक के नगर्छन्, तपाईले कसरी ठग्नुहुन्छ भन्ने मैले देखेँ। त्यसकारण मेरो चुनौती, तपाईँ त्यहाँ पुरातात्विक अनुसन्धान गराउनुहोस्, प्रमाणित गर्नुहोस् यो अयोध्या यही हो, राम जन्मेको यही हो, प्रमाणित गर्नेतिर एक सिनको उहाँले काम गर्नुभएको छैन। अनि प्रचण्डलाई चुनौती दिने भनेर भन्नुभएको छ। तपाईँ गल्ती गर्नुभयो केपीजी, तपाईले ठुलो गल्ती गर्नुभयो। माधवजीलाई अपमानित गरेर, झलनाथजीलाई अपमानित गरेर 50औं वर्ष तपाईसँग काम गरेका नेताहरू र अरू कार्यकर्तालाई अपमानित गरेर तपाईले ब्लन्डर गर्नुभयो। हेर्नुहोस्, भन्ने नै हो भने मैले हिजो मात्रै माधवजीलाई भने, हामी अब सबै शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीति गर्ने भएर आएका छौँ। कोही उनले भनेका छन् माधवजीलाई चाहिँ प्रचण्डको कार्यकर्ता भए माधव र झलनाथ भनिदिएको छ। मैले भने होइन, प्रचण्ड माधवको कार्यकर्ता भएको भनिदिनुहोस् न भने मैले। किनभने युद्धबाट शान्तिमा त प्रचण्ड आएको हो नि, शान्तिपूर्ण राजनीतिमा त प्रचण्ड आएको हो नि। अनि यो केपी ओलीको ठगी धन्दा माधव जस्तो लिडरलाई, जसले 15-16 वर्ष एमाले बनाउनको लागि गर्यो, झलनाथ जस्तो लिडरलाई जसले 12-15 वर्ष पार्टीको नेतृत्व गर्यो र पटक प्रधानमन्त्री भएर पनि देशको नेतृत्व गर्यो, तिनलाई चाहिँ यति धेरै अपमान प्रचण्डको कार्यकर्ता भयो भन्ने अनि पत्याउने देखेर पो म त हैरान हुन्छु। फेरि यो पत्याउने मान्छे पनि के भयो होला? हाम्रो एकता अहिले माधवजीले भने जस्तै विचार र भावनामा आधारित, विधि र पद्धतिमा आधारित एकता हो। केपी ओलीको ठगी धन्दाले बिहान बोलाएर पाण्डेवलाई प्रधानमन्त्री, दिउँसो बोलाएर माधवलाई प्रधानमन्त्री, बेलुका बोलाएर प्रचण्डलाई प्रधानमन्त्री दिने उनको नाटकको पर्दाफास भइसक्यो। त्यसकारण यसमा चाहिँ कुनै दम छैन। म अहिले अब योभन्दा बढी उहाँको बारेमा भन्न पनि चाहेको होइन। हामी अहिले यो प्रतिगमनका विरुद्ध, निरङ्कुशताका विरुद्ध जो सङ्घर्षमा छौँ, यसको उद्देश्य केपी भन्ने व्यक्तिलाई परास्त गर्नु होइन, एउटा प्रवृत्तिलाई परास्त गर्नु। आदरणीय जनसमुदाय र कमरेडहरू, मैले यो कुरा बडो जोड दिएर भन्ने गरेको छु। हामीले पार्टी एकताको प्रस्ताव गर्दा, वाम गठबन्धन गर्दा, घोषणा पत्र तयार गर्दा हाम्रा सपना थिए कि यो
यो देशमा अब हामीले सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई आत्मसम्मान दिनेछौँ, सबैलाई समान व्यवहार गर्नेछौँ भन्ने प्रतिबद्धता थियो। हामी कसैलाई विभेद गर्ने छैनौँ, अन्याय गर्ने छैनौँ। हामीले वृद्ध वृद्धालाई आश्रम बनाएर उनीहरूको जीवन सुखमय बनाउने छौँ, उनीहरूलाई 5,000 सम्म मासिक भत्ता दिनेछौँ भनेर लेखेका थियौँ। हामीले युवाहरूको निम्ति रोजगारी सृष्टि गर्ने र उनीहरूलाई कृषिमा आधारित उद्योगहरूमा ठुलो सङ्ख्यामा रोजगारी बनाएर उनीहरूलाई देशभित्रै काम गर्ने वातावरण बनाउने, विदेशमा गएकाहरूलाई पनि देशभित्रै फर्किने वातावरण बनाउने प्रतिज्ञा गरेका थियौँ। हामीले सामाजिक न्याय सहित आर्थिक समृद्धिको निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी क्षेत्रको समन्वयबाट तल गाउँैदेखि प्रदेश हुँदै केन्द्रसम्म पनि विकासको एउटा नयाँ समाजवादी मोडेल तयार गर्नेछौँ। निजी क्षेत्रलाई पनि हामी विश्वासमा लिनेछौँ, सार्वजनिक क्षेत्रको भूमिकालाई अझ बढाउनेछौँ, राष्ट्रिय पुँजीको विकास गर्नेछौँ, दलाल पुँजीलाई नियन्त्रण गर्नेछौँ, नोकरशाही पुँजीलाई नियन्त्रण गर्नेछौँ भनेर हामीले घोषणापत्रमा लेखेका थियौँ। हामी कृषिमा आधुनिकीकरण गर्नेछौँ, कृषिमा क्रान्ति ल्याउनेछौँ, उत्पादन वृद्धि गर्नेछौँ, वैज्ञानिक कृषि प्रणाली लागू गर्नेछौँ अनि व्यवसायीकरण गर्नेछौँ र किसानहरूको जीवनमा एउटा नयाँ खुसियाली, एउटा नयाँ विकासको समृद्धिको लहर ल्याउनेछौँ भनेर भनेका थियौँ। हामीले यो देशमा अति भयो भ्रष्टाचार, हामी भ्रष्टाचारलाई नियन्त्रण गर्नेछौँ, सुशासन दिनेछौँ र पारदर्शी तरिकाले शासन चलाउनेछौँ भनेका थियौँ र हामीले सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायका मागहरूलाई लिपिबद्ध गरेर राखेका थियौँ। तर दुर्भाग्य मिस्टर केपी ओलीले हाम्रा ती सबै सपनामाथि तुसरापात गरे। अब म के भन्छु भने लामो व्याख्या गर्ने समय भएन। हेर्नुहोस्, तुसरापात गरे, केपीसँग गुत्थम गुत्था लड्छौँ भन्दा तिनको धुलो मैलो हामी पनि अलिअलि सर्यौँ। त्यसकारण हामीले यो आन्दोलन गर्दा के भनेका छौँ, केपीबाट अलिअलि सरेको धुलो मैलो पनि सफा गर्दैछौँ। हामी समीक्षा गर्दैछौँ, हामी कहाँ चुक्यौँ, हामी त्यसको पनि समीक्षा गरेर अगाडि जान चाहेका छौँ। हामीले हिजो घोषणापत्रमा जे भन्यौँ त्यो लागू गर्ने, हामीले जो भ्रष्टाचार मुक्त समाजको, सुशासनको, यो देशका सम्पूर्ण जनताको आर्थिक जीवनमा समृद्धिको, सामाजिक न्यायको जे प्रतिबद्धता गरेका थियौँ, कमरेडहरू र आदरणीय जनसमुदाय, हाम्रो प्रतिबद्धता अहिले पनि त्यही नै छ। हामी त्यसैको निम्ति यो लडाईँ लड्दैछौँ। हामीलाई प्रधानमन्त्री चाहिएको होइन, हामीलाई कुर्सी चाहिएको होइन, हामीलाई नेपाली जनताको हक अधिकार चाहिएको हो। हजारौँ शहीदहरूको रगत, हजारौँ घाइते अपाङ्गहरूको पीडा चित्कार, हजारौँ बेपत्ता योद्धाहरूको बलिदान र अनि जनताको अगाडि हामीले बाँडेका प्रतिबद्धताहरू चाहिँ जसरी छताछुल्ल पार्ने काम केपी ओलीद्वारा भयो, त्यसलाई सच्याउनको निम्ति यो लडाईँ हो। यो केपी व्यक्तिका विरुद्धको लडाईँ होइन, यो समाजलाई, राष्ट्रलाई, हाम्रो अन्तर्राष्ट्रिय छविलाई पनि एउटा नयाँ उचाइमा उठाउने हाम्रो प्रतिबद्धता हो। अहिले केपीले यो भूमि सम्बन्धी आयोग बनाएर सुकुम्बासीहरूलाई भ्रम दिने, किसानहरूलाई भ्रम दिने षड्यन्त्र गरेका छन्। केपीबाट माखो मर्नेवाला छैन। हामी दिन्छौँ सुकुम्बासीलाई जमिन। हेर्नु होला, यो आन्दोलनले दिन्छ अब सुकुम्बासीको समस्या, यसले समाधान गर्छ, यही आन्दोलनको लिडरसिपले समाधान गर्छ। प्रतिगमन सच्याएपछि हेर्नु होला हामी, किनभने नेतृत्व भनेको धेरै ठुलो कुरा हुँदो रहेछ। गलत मान्छेको हातमा नेतृत्व गयो भने देश बर्बाद हुँदो रहेछ। सही विचार र सही मान्छेहरूको हातमा नेतृत्व गयो भने देशले छोटै समयमा निकै ठुलो प्रगति गर्न सक्दो रहेछ। हामी त्यही प्रगतिको पक्षमा छौँ। म तपाईँहरूको अगाडि एउटा कमिटमेन्ट, प्रतिज्ञा, सङ्कल्प फेरि एकचोटि दोहोऱ्याउन चाहन्छु। हाम्रो जीवनमा, मेरो जीवनमा र मेरो समकक्षी नेताहरूको जीवनमा अब यो देशलाई सुन्दर, शान्त, विशाल, विकसित, समृद्ध बनाउनु बाहेक हाम्रो अर्को कुनै सपना छँदै छैन, हुनै सक्दैन। म
तपाईँ लाखौं जनताको अगाडि उभिएर यो प्रतिज्ञा गर्न चाहन्छु, बाँकी रहेको जीवन प्रधानमन्त्रीको निम्ति होइन, मन्त्रीको निम्ति होइन, कुर्सीको निम्ति होइन, यो देशको गरिमा र जनताको हितको निम्ति समर्पित गर्ने प्रतिज्ञा तपाईँ। हाम्रा संवैधानिक निकायहरूले यो कुरा राम्रोसँग बुझुन्। केपीको डर धाक धम्की मैले आज मात्रै सुने। निर्वाचन आयोगलाई हिजो गएर खबरदार तिमीहरूले यो 30 दिन कट्यो, काइते कुरा, यस्तो काइते कुरा गर्ने केपी गरेर धम्क्याउनु भयो। तर निर्वाचन आयोग चाहिँ अलिकति आए त कोही कोही मान्छे खै के हो त्यो अलिक बढी नभनु होइन भन्यो भने फेरि बिग्रिने हो कि। तर लक्षण निर्वाचन आयोगले गतिलो देखाएको चाहिँ छैन है। निर्वाचन आयोग 70% केन्द्रीय समिति एकातिर हुँदाहुँदै हामीले सुरुमै गएर भने हो भने हामी हो है केन्द्रीय समिति, हामी हो पार्टी। 30 दिन के 10 दिन पनि पुगेको थिएन हामी जाँदा। अनि त्यसलाई हिसाब नगर्ने केपी ओलीले गएर धम्क्याउने बित्तिकै त्यसैलाई मात्रै हिसाब गर्नुभयो भने तपाईँको खुट्टी पनि देख्छ नेपालले। सजिलो नठान्नु होला, कसैले सजिलो नठाने हुन्छ। नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ। यो जनता 21औं शताब्दीको नेपाली जनता हो, जसले 250 वर्ष पुरानो सामन्ती शासनलाई ढालेर फालिदियो। त्यो जनता हो यो। यी नेताहरू तिनै नेता हुन्, केपी ओली होइन। 250 वर्ष पुरानो सामन्ती शासन फाल्ने केपी ओली होइन, माधव नेपाल, प्रचण्ड, झलनाथ लगायतको यो नेताको टिम हो। यो सत्य कुरा हो। यही हो टिम। खेला चाहिँ कसैले नठाने हुन्छ। संवैधानिक निकायमा पुगेका मान्छेले खेलाची ठानिदियो भने देशले दुःख पाउँछ, जनताले दुःख पाउँछन्। जनतालाई र देशलाई दुःख दिने गल्ती कसैले गर्न हुँदैन। आज यो लाखौं जनताको यो आवाजलाई सबैले, मलाई त विश्वास छ, फेरि हुन त मैले बोल्दाखेरि अपमान भयो पनि मैले कहिले अपमान गरेको छैन। अदालतप्रति भरोसा छ भनेको छु, आज पनि भनेको छु, छिटो गरिदेऊ भनेको छु। गर्ने त्यही हो, छिटो गर। निर्वाचन आयोग खुट्टा नकमाऊ, काइते कुराको पछि नलाग मात्रै भनेन हो हामीले। ठगी धन्दाको पछि लाग्ने, निरङ्कुशताको पछि लाग्ने, लोकतन्त्र मास्न खोज्ने, 70 वर्ष लडेर नेपाली जनताले ल्याएको लोकतन्त्रको घात गर्न खोज्ने र आज उसैले धम्की दिने, अनि जनताले सहन्छ। त्यसो भएर आदरणीय जनसमुदाय, तपाईँहरू अब धेरै बेर पनि भयो, आज कुराहरू पनि हामीले धेरै सुनायौँ पनि। हाम्रो सपना पनि मैले भने एउटा समृद्ध नेपाल, सुखी नेपाली भनेर जे भन्न खोजेको झलनाथजीले बनाउनु भएको नारा रहेछ त्यो हामी सबैको सपना हो त्यो। र मलाई खुसी छ अहिले युवाहरू पनि यो आन्दोलनमा जसरी जोडिनु भएको छ र युवाहरूको निम्ति हामीले केही गर्ने सङ्कल्प, हामी बुढाहरू, बुढै त भन्न अलि मिल्दैन कि, पनि जे सङ्कल्प लिएका छौँ हामीलाई चाहिएको छैन। तपाईँहरू ढुक्क हुनुहोस्। हटाहरूले कुर्सीको लागि भनिदिन्छन्, अनि कहिलेकाहीँ तपाईँहरूको दिमाग पनि खै कुर्सीको लागि गरे हुन् कि भन्ने पर्दो हो, होइन। चाहिएको छैन कुर्सी, हामीलाई यो राष्ट्रको हित चाहिएको छ, यसको प्रतिष्ठा चाहिएको छ, जनताको हित चाहिएको छ, जनताको मुक्ति चाहिएको छ। यो संविधानमा जति व्यवस्था छ त्यो अनुसार कार्यान्वयन चाहिएको छ। संहिता, समावेशिता, समानुपातिकताको ठिक ढङ्गको कार्यान्वयन चाहिएको छ। महिलाहरूलाई 33% को व्यवस्था गरिएको छ। हाम्रो लक्ष्य त 85% होस् भन्ने छ हाम्रो लक्ष्य। त्यहाँसम्म जान हामीले चाहेका छौँ, अरूले चाहेका होइन, हामीले चाहेको हो यो कुरा। यो देशका मधेसी, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, सबै शेर्पा, सबै कम्युनिटीलाई सम्मान चाहिन्छ भनेर लडाइँ हामीले लड्या हो। त्यसो भएको हुनाले म यहाँबाट फेरि एकचोटि हाम्रा सम्मानित संवैधानिक निकायहरूले स्वतन्त्र ढङ्गले विवेक प्रयोग गरून्, कसैको डर धाक धम्की नहेरुन्, जनताको अनुहार हेरुन्, जनताको भावना पढुन्, यति हो अनुरोध। र केपीजीलाई चाहिँ के हो भने अर्को पटक फेरि 10 लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस्।
धेरै धेरै धन्यवाद आदरणीय जनसमुदाय र कमरेडहरू। यो लडाईँ हामीले जित्नै पर्छ, हामीले जित्छौँ, नजितेसम्म हुँदैन। चुनावी केपीको चुनावी नौटङ्की हुनेवाला छैन, त्यसको भ्रममा कोही नपरौँ। र अन्तिममा म के भन्छु भने लोकतान्त्रिक आन्दोलनको नेताको छवि बनाएको नेपाली कङ्ग्रेस र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको छविको पक्षको छवि बनाएको जनता समाजवादी पार्टी लगायतका पार्टीहरू अब कुनै भ्रममा पर्न आवश्यक पनि छैन, कन्फ्युजन पनि हुन पर्दैन। हामी सबैले भनेकै छौँ असंवैधानिक र अलोकतान्त्रिक। म के भन्न चाहन्छु भने शान्ति सम्झौतामा हस्ताक्षर 7 दलको तर्फबाट गिरिजा प्रसाद कोइरालाले गर्नुभएको हो र यो संविधान सभाबाट पहिला सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्ने कामको नेतृत्व पनि प्रधानमन्त्रीको रूपमा गिरिजा कोइरालाले गरेको हो। नेपाली कङ्ग्रेसका सबै नेता कार्यकर्ताले सम्झिनु भएकै होला नि यो कुरा। अनि यही संविधान हो जुन संविधानले प्रधानमन्त्रीलाई विशेष अधिकार दिन हुँदैन भनेर चाहिँ बनाइयो। त्यो संविधान बनाउने बेलामा पनि नेपाली कङ्ग्रेसकै प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो। तपाईँहरूले बडो चाहिँ चलाखीका साथ भन्नुभएको थियो फादर अफ कन्स्टिट्युसन सुशील कोइरालाजीलाई। अहिले गिरिजाबाबु नै हुनुहुन्न, सुशील कोइराला नि हुनुहुन्न, अहिले शेरबहादुर हुनुहुन्छ। अब तपाईँ शान्ति सम्झौता गर्ने, संविधान सभा गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र गर्ने, संविधान निर्माणमा तपाईँ पनि नेता हो। यसको घात हुँदाखेरि त्यो लोकतान्त्रिक पार्टीले अब संयुक्त आन्दोलन गर्ने र यो केपीको निरङ्कुशतालाई सदाका लागि परास्त गर्ने र यो देशमा लोकतन्त्र अब चाहिँ खतरामा छैन भन्ने पुष्टि गर्ने बेला नेपाली काङ्ग्रेसलाई यो अवसर हो। नेपाली काङ्ग्रेसका नेता साथीहरू कार्यकर्तालाई म अपिल गर्न चाहन्छु, यो अवसर गुम्न नदिनुहोस्। हामी तपाईँहरूसँग हातेमालो गर्न तयार छौँ। लोकतन्त्रको निम्ति, गणतन्त्रको निम्ति, संविधानको निम्ति। म सबै अन्तर्राष्ट्रिय हाम्रा मित्र देशहरू, खास गरी हाम्रा छिमेकी, संसारकै सबभन्दा ठुलो लोकतन्त्र भन्ने छिमेकीहरूबाट हामी यो लोकतन्त्रको नेपालमा हत्या भइराखेको छ। यो लोकतन्त्रको हत्या भएको बेलामा हामी सबै संसारभरिका लोकतान्त्रिक मूल्य मान्यतालाई समर्थन गर्नेहरूबाट सहयोग र सद्भाव चाहेका छौँ। दायाँ बायाँ हुने छैन भन्ने भरोसामा छौँ हामी। म यो पनि भन्न चाहन्छु, म अब अन्तिममा फेरि अन्तिम पनि 2-3 चोटि मिलाइसक्यो। अन्तिममा यो सभामा जुन सक्रियताको साथ जिम्मेवारीपूर्वक र विशाल पैमानामा जनसागरै काठमाडौँमा देखाइदिनु भयो, त्यसको लागि पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरू र आदरणीय जनसमुदायलाई पार्टी केन्द्रको तर्फबाट हार्दिक बधाई, धन्यवाद र सम्मान व्यक्त गर्न चाहन्छु। यो कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबै सुरक्षा निकायहरू, तपाईँहरू कोही भ्रममा पर्न जरुरी छैन। जनता हो राष्ट्र भनेको, जनता, जनभावना, जनताको चेतना हो राष्ट्र। कुर्सीमा प्रधानमन्त्रीमा बस्ने बित्तिकै राष्ट्र हुने होइन, जनता हो राष्ट्र। यहाँहरू सबै आज प्रतिगमनका विरुद्ध नेपाली जनताको जुन अडाचना लहर उत्पन्न भइरहेको छ, उभार उत्पन्न भइरहेको छ, अहिले यो 1 महिना र 22 दिनका बीचमा सिङ्गो राष्ट्र आन्दोलित हुँदै गइरहेको छ। उपत्यका आन्दोलित भएको छ, सातै प्रदेश आन्दोलित भएका छन्, 77 वटा जिल्लाहरू आन्दोलित भएका छन्। हरेक वर्ग, तह, समुदाय, पेसाका जनताहरू आन्दोलित भएका छन्। हाम्रा पत्रकार साथीहरू आन्दोलित भएका छन् र सम्पूर्ण नागरिक समाज समेत अहिले आन्दोलित भएको छ। यो आन्दोलनको आवाज सुनिएन भने 62-63 को भन्दा ठुलो आगो तन्किनेछ, जनआन्दोलनको आगो तन्किनेछ। त्यो आगोले
आदरणीय दाजुभाइ दिदीबहिनीहरू, केपी ओलीको तानाशाहीलाई समाप्त पारी छोड्नेछ। भर्खर मात्रै हामीले सुन्यौं केपी ओलीको तानाशाही आवाज दरबार भन्दा अगाडि केही हजार मान्छेहरू भेला गरेर उनले भने, ल हेर्नुहोस् सभा कस्तो हुन्छ, म कास्टिङ गर्छु भने। तर केपी ओलीजी र केपी ओलीका समर्थक साथीहरू सभा कस्तो हुन्छ, आउनुहोस् प्रदर्शनी सभामा आउनुहोस्, सभा कस्तो हुन्छ हामी देखाउन तयार छौं। नेपाली जनता देखाउन तयार छन्। सभा भनेको यो हो, नेपाली जनताको आवाज भनेको यो हो, नेकपाको आवाज भनेको यो हो। अहिले हाम्रो निर्वाचन आयोगमा आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हाम्रा आयुक्तहरूलाई बडा सकस परेको छ। कुन चाहिँ पार्टी आधिकारिक होला भनेर निर्केवल गर्न अहिले निर्वाचन आयोगलाई पनि सकस परेको छ। तर आदरणीय सम्मानित हाम्रा आयुक्तहरू, तपाईहरूले अल्मलिनु पर्ने कुरा केही छैन। आधिकारिक पार्टी भनेको कहाँ छ, आउनुहोस् प्रदर्शनी मार्गका वरिपरि। आज काठमाडौँको सारा सडकमा यो पार्टी पोखिएको छ र यो पार्टी उपस्थित भएको छ। यो भन्दा अर्को आधिकारिक नेपाल कम्युनिस्ट पार्टी नेकपा नेपालमा हुन सक्दैन। यही नै आधिकारिक हो। यो जनउपस्थितिले आधिकारिकताको प्रमाण दिइसकेको छ। त्यसैले तपाईहरू कहाँ कानुन मिलाउनु पर्ने छ मिलाउनुहोस्, ऐन के मिलाउनु पर्ने छ मिलाउनुहोस्, प्रक्रिया के मिलाउनु पर्ने छ मिलाउनुहोस्। तर यो घोषणा गर्न ढिलो नगर्नुहोस्। ढिलो गर्दाखेरि अप्ठ्यारो आउन सक्छ। त्यो अप्ठ्यारोलाई तपाईहरू सबैले बुझ्नुहोस्। आदरणीय आयुक्तहरू, म केपी ओलीलाई भन्न चाहन्छु, उहाँले अस्ति मात्रै दरबारको अगाडि उभिएर महेन्द्र शालिगतिर फर्केर उहाँले बोल्नुभयो, 2-4 हजार मान्छेहरू भेला गरेर अब आउने चुनाव म गराएरै छोड्छु, त्यो चुनावमा म 2/3 बहुमत ल्याउँछु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, केपी ओलीले चुनाव गराएर 2/3 बहुमत ल्याउलान्? तपाईहरूलाई म एउटा कथा भन्न चाहन्छु। एउटा भँगेराको बच्चो बुर्र उडेर गएछ र एउटा बाँसको टुप्पामा बसेछ। तलबाट त्यो बाँस मान्छेले सट्ट नुहाइदिएछन्। अनि भँगेराले के ठानेछ भने, ओहो म त धेरै नै भइसकेको छु भन्न भुर्र उडेर गएछ र आमाकोमा पुगेछ। भँगेरा कि आमाकोमा, अनि भनेछ, आमा म त त्यो बाँसको टुप्पामा बसेको थिएँ, त्यो बाँस त रुए गरेर नुहे पो, मेरो गोठ त कत्रो भइसकेछ। आमालाई भनेछ। अनि आमाले भनिछन्, हो बाबु तिम्रो खुट्टी हेर्दै पत्यै भनिन्छन् आमाले। आज हामी केपी ओलीलाई भन्न चाहन्छौँ, मिस्टर केपी ओली, तपाईका खुट्टी हेर्दै पत्यायौँ, तपाईका खुट्टी हेर्दै पत्यायौँ। अब तपाईले 2/3 होइन, तपाईले जमाना जफत हुनुहुनेछ। 2 वर्षपछि, अब 2 वर्षपछि यो देशमा चुनाव हुन्छ। त्यो 2 वर्षपछिको चुनावमा हेर्नुहोला, मेचीदेखि महाकालीसम्मका 165 सिटहरूमा तपाईँको जमाना जफत हुँदैछ। हामी आजै घोषणा गर्न चाहन्छौँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आज हामीहरू यो प्रतिगमनका विरुद्ध लडिरहेका छौँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीहरू कमरेड प्रचण्डलाई र कमरेड माधव नेपाललाई फेरि प्रधानमन्त्री बनाउनको लागि, एउटा कुर्सीको लागि लडिरहेका छैनौँ। हामीहरू एउटा मूल्यका निम्ति, मान्यताका निम्ति केपी
ओलीले ध्वस्त गरेको यो संविधानको रक्षाका निम्ति लडिरहेका छौँ। हामी लोकतन्त्रको रक्षाको निम्ति लडिरहेका छौँ। हामी गणतन्त्रको रक्षाको निम्ति लडिरहेका छौँ। हामी यो देशको स्थायित्वको निम्ति लडिरहेका छौँ। हामी यो देशमा समाजवाद ल्याउनको लागि लडिरहेका छौँ। अब हाम्रो बाटो भनेको समाजवाद हो। हामीले 58 वर्ष लगाएर यो देशमा सामन्तवादलाई समाप्त पार्यौं। जनवादी क्रान्ति हामीले सम्पन्न गर्यौं। 58 वर्ष लगाएर 10 वर्ष लगाएर एउटा राम्रो संविधान बनायौं। त्यो संविधान आज केपी ओलीले भत्काएका छन्। त्यो संविधान मार्फत हामीहरू यो देशलाई समाजवादको भविष्यतर्फ लान चाहन्छौँ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईहरू अधिकांश किसान परिवारबाट आउनुभएको छ। हाम्रो देशमा कृषि क्रान्ति गर्नु छ, भूमि सुधार गर्नु छ। खै यो 3 वर्षसम्म केपी ओलीले भूमि सुधारको पनि उच्चारण गरेनन्। कृषि क्रान्तिको पनि उच्चारण गरेनन्। त्यस कारणले हामी समाजवादी कृषि कसरी निर्माण गर्ने त्यो दिशातर्फ सोच्दैछौँ। हामी हाम्रो देशलाई कसरी औद्योगिकरण गर्ने, समाजवादी उद्योग धन्दाहरू कसरी विकास गर्ने, हामी त्यो बारेमा अगाडि बढ्नुपर्ने आवश्यकता छ। हामीले समाजवादी शिक्षा कसरी निर्माण गर्ने, सम्पूर्ण हाम्रा बालबालिकाहरूलाई निःशुल्क पढाउन सक्ने व्यवस्था कसरी गर्ने, हामी त्यसको बारेमा अगाडि बढ्न चाहन्छौँ। हामी सम्पूर्ण नेपाली जनतालाई स्वास्थ्य शिक्षा कसरी दिने, त्यो स्वास्थ्य शिक्षा दिनको लागि हामी अगाडि बढ्न चाहन्छौँ। र सिङ्गो देशमा भएका साधन स्रोतहरू, हाम्रा प्राकृतिक साधन स्रोतहरूको सही ढङ्गले राष्ट्रको हित अनुकूल हामी विकास गराउन चाहन्छौँ। र एउटा उज्यालो नेपाल, एउटा समाजवादी नेपाल, एउटा सुनिश्चित भविष्य हामी निर्माण गर्न चाहन्छौँ। यो पार्टीको लक्ष्य भनेको त्यो हो। हाम्रो अब आउने रणनीतिक लक्ष्य भनेको समाजवाद हो। हामीले 6 सालमा कमरेड पुष्पलालले यो गौरवमय पार्टी स्थापना गर्दाखेरि त्यसको पहिलो रणनीतिक लक्ष्य भनेको जनवाद स्थापना गर्ने भन्नुभएको थियो। जनवाद हामीले पायौँ। हेर्नुहोस्, यत्रो विशाल सभा हामी गरिरहेका छौँ। यही हो जनवाद भनेको। हामी बोल्न पाइरहेका छौँ, लेख्न पाइरहेका छौँ, जुलुस गर्न पाइरहेका छौँ। केपी ओलीको धर्ती काटेर आलोचना गर्न पनि पाइरहेका छौँ। केपी ओलीले अहिले दमन गर्न सकिरहेका छैनन्, किनभने यो जनवाद हो। अब हामी समाजवादको उकालो बाटो हिँड्न चाहन्छौँ। हामी समाजवाद स्थापना गर्न चाहन्छौँ। कमरेडहरू, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, त्यो दिशातर्फ अब हामीले अगाडि बढ्नुपर्ने आवश्यकता छ। म आज तपाईँहरूको लामो समय लिन चाहन्न। मैले खालि आफ्नो अभिव्यक्ति राख्नुको लागि मात्रै यहाँ उभिएको छु। म अन्त्यमा के भन्न चाहन्छु भने यो आन्दोलन नेकपाको दुईटा गुटको आन्दोलन होइन। पत्रकार साथीहरू, तपाईँहरूले जसरी लेखिरहनु भएको छ, तपाईँहरूले जसरी विश्लेषण गरिरहनु भएको छ, यो प्रतिक्रान्तिका विरुद्धको सम्पूर्ण नेपाली जनताको आन्दोलन हो। यो अर्को क्रान्ति हो। यो अर्को क्रान्ति, प्रतिक्रान्ति भएको छ देशमा। यो 5 पुसको जुन घटना हो त्यो भनेको प्रतिक्रान्ति हो, प्रतिगमन हो। त्यसका विरुद्ध हामी अर्को क्रान्ति गर्दैछौँ। त्यसो हुनाले यो क्रान्ति त्यो केपी ओलीको तानाशाही गुटका विरुद्ध सिङ्गो देशका जनताको आन्दोलन हो। यो नेकपाका दुईटा गुटको आन्दोलन होइन। दुईटा गुटहरू लडिरहेको अवस्था होइन। केपी ओली त राजनीतिक रूपले पराजित भइसके, सैद्धान्तिक रूपले पराजित भइसके। अब पशुपतिनाथमा गएर संकल्प पूजा गर्ने अवस्थामा उनी पुगिसके। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब मार्क्सवादमाथि विश्वास छैन, अब विज्ञानमाथि विश्वास छैन केपी ओलीलाई। अब भविष्यमाथि पनि विश्वास छैन। अब विश्वास छ भने
पशुपतिनाथको मूर्तिसँग विश्वास छ। त्यसो हुनाले कमरेडहरू, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो सङ्घर्षलाई हामीले विजयको बिन्दुसम्म नपुर्याइकन तपाईँ हामीले अब विश्राम गर्नु छैन। यो नेकपाले विश्राम गर्दैन। हामी दृढतापूर्वक अगाडि बढौँ र सम्पूर्ण नेपाली कङ्ग्रेस, जनता समाजवादी पार्टी लगायत सबै वामपन्थी पार्टीहरू, गैर वामपन्थी पार्टीहरू, लोकतान्त्रिक पार्टीहरूलाई पनि म आग्रह गर्न चाहन्छु, आउनुहोस् संयुक्त आन्दोलन गरौँ। यो एक्लो आन्दोलन होइन, यो नेकपाको मात्रै आन्दोलन होइन, यो जनताको संयुक्त आन्दोलन हो। यसमा सामेल हौ, होइन अरू के गरेर हामीले एकताबद्ध हुनुपर्छ। हामी गर्न तयार छौँ। संयुक्त रूपले अगाडि बढौँ र यो देशलाई विजयको शिखरमा पुर्याउँ। संसदको पुनर्स्थापनाको विकल्प छैन। संसदको पुनर्स्थापना गरौँ, यो देशको संविधानको रक्षा गरौँ र समाजवादको दिशातर्फ अगाडि बढौँ। यो आग्रह गर्दै म यहाँहरूसँग बिदा हुन चाहन्छु। अन्त्यमा फेरि एकपटक लाल सलाम। दमनका विरुद्ध आफ्नो आवाज र मुठी लिएर यो सभामा उपस्थित हुनुभएका आदरणीय दाजुभाइ दिदीबहिनीहरू, क्रान्तिकारी जनसमुदाय, सभाका अध्यक्षद्वय, शीर्ष नेतागण र तराई, पहाड, हिमाल, मधेसबाट आउनुभएका समस्त जनसमुदाय, युवा विद्यार्थी, समस्तमा लाल सलाम। छोटो समयमा म तपाईँहरूको बिचमा चारवटा कुराहरू राख्न चाहन्छु। 7 दशक लामो सङ्घर्ष, निरङ्कुशताका विरुद्धको सङ्घर्षमा ठुलो त्याग र बलिदान, शान्तिपूर्ण सङ्घर्ष, जनयुद्ध, सशस्त्र सङ्घर्षको क्रममा ठुलो त्याग र बलिदान, हजारौँ घाइते, हजारौँ बेपत्ता भएर प्राप्त गरेको हाम्रो उपलब्धि, हाम्रो संविधानलाई केपी ओलीज्यूले कुर्सीसँग साट्नुभयो। हाम्रो संघीयतालाई उहाँले आफ्नो पदसँग साट्नुभयो। र यो म भन्न चाहन्छु, तपाईँहरूलाई सोध्न चाहन्छु, संविधान पदसँग साटिन सक्छ? के संघीयता कुनै सनदमा खारेज हुन सक्छ? त्यसकारण यो हरकतका विरुद्ध आज हामी यहाँ खडा भएका छौँ। हाम्रो उद्देश्य हो कि हाम्रो संविधानको रक्षा गर्ने, हाम्रो सङ्घीय प्रणालीको रक्षा गर्ने र हामीले नेपाली जनताका अधिकारहरूलाई सुरक्षित गर्ने हाम्रो उद्देश्य हो। र यो विशाल सभा आज यहाँ उपस्थित भइरहँदा म ती निरङ्कुशतावादी, संविधान विरोधी, गणतन्त्र विरोधीहरूलाई म यहाँबाट खबरदारी गर्न चाहन्छु, भन्न चाहन्छु, यो जनताको आवाज सुनुन्। यिनीहरूले यदि जनताको आवाज सुन्दैनन् भने आज यहाँ भइरहेको शान्तिपूर्ण यो आन्दोलन केवल आवाज लिएर आएका जनता म भन्न सक्दैन कुन दिन विद्रोहमा उत्रिनेछन् र विद्रोह हुनेछ। यो जनताको विद्रोहले, म यति भन्न सक्छु, जनताको विद्रोहले यी सबै संहिता विरोधीहरूलाई, यी गणतन्त्र विरोधीहरूलाई, जनअधिकार विरोधीहरूलाई समाप्त पार्नेछ। त्यो परिस्थिति आउनेछ। पहिलो कुरा मेरो यही हो। दोस्रो कुरा म के भन्न चाहन्छु भने आज जनताको अधिकार, जो जनअधिकार छ, जो जनअधिकार संविधानमा लेखिएको छ, संविधानमा लेखिएको अधिकार कानुन बनाउने क्रममा भाँचकुच पारिएको छ। संहिता लागू गर्न नदिनका लागि अपाङ्ग बनाइएको छ। यहाँ जनताका सङ्कटहरूमा, जनताको सङ्कटलाई समाधान गर्नुको सट्टा ओम्नीहरूलाई अगाडि बढाएर ओम्नीहरूको नाममा जनताको जीवनमा खेलवाड गरिएको छ। यी खेलवाड गर्ने र जनताको अधिकारलाई कुण्ठित गर्ने, संघीयतालाई, गणतन्त्रलाई समाप्त पार्न खोज्ने जो अभियान छ, यसमा संविधानमा लेखेका मौलिक अधिकारहरू, समावेशी समानुपातिक अधिकारहरू, त्यो समानुपातिक अधिकारलाई आज मुखको बोलीमा सीमित गर्ने, जनताको अधिकारलाई कुण्ठित गर्ने र
मौलिक अधिकार, स्वास्थ्य, शिक्षा, रोजगार, खाद्य सम्पूर्णता, आवासको अधिकार जस्ता अधिकारहरूलाई केवल नारा मात्रै बनाउने, कार्यान्वयन नगर्नेका विरुद्ध हामी निरन्तर सङ्घर्ष गर्दै आएका छौँ। चाहे संसदमा होस्, चाहे समितिमा होस्, चाहे पार्टीभित्र होस्, केही सङ्घर्ष हामीले गर्दै आएका हौँ। हामीले जनताको संविधानको रक्षा गर्नुपर्छ, मौलिक अधिकारको रक्षा गर्नुपर्छ भन्ने कुरालाई हामीले अगाडि बढायौँ। सञ्चार क्षेत्रमा अङ्कुश लगाउने तानाशाहका विरुद्ध हामीले सङ्घर्ष गरेर आएका हौँ। अधिकारको रक्षा गर्नका लागि आज यो जनसागर यहाँ छ, हो कि होइन? अर्को कुरा राष्ट्र निर्माणको कुरा छ। आज हाम्रो राष्ट्र निर्माणको लागि लोकतन्त्र र समाजवाद, आत्मनिर्भर अर्थतन्त्रका लागि, राष्ट्रिय स्वाधीनताका लागि हामी अगाडि बढ्नका लागि त्यसबाट जनतालाई परिचालन गरेर जनताको तागतमा अगाडि बढ्नुपर्छ र राष्ट्रका साधन स्रोतहरू दलालको हातमा होइन, जनताको स्वामित्वमा हुनुपर्छ। जनतालाई ती स्वामित्व दिनुपर्छ र गरिबीको अन्त्य गर्नुपर्छ। आज राज्यले लगानी गरेर गरिबीको अन्त्य गर्नुपर्छ। किसानहरूलाई सङ्गठित गरेर किसानहरूलाई नयाँ उत्पादनमा राज्यको सहयोगमा, राज्यको अनुदानमा सहयोगमा अगाडि बढाउनुपर्छ र गाउँ गाउँमा उद्योग खोलेर रोजगारी सृष्टि गर्नुपर्छ। शिक्षामा लगानी गरेर सक्षम र एउटा योग्य नागरिक तयार गर्नुपर्छ। स्वास्थ्य क्षेत्रमा उपचार नपाएर मर्न सकिन्छ कि भन्ने कुराहरूबाट जनतालाई मुक्त गर्नुपर्छ। यसका लागि, यो गर्नका लागि आज हामीलाई आज त्यस्तो खालको संरचना चाहिन्छ, त्यस्तो खालको नेतृत्व चाहिन्छ। त्यो संरचना बनाउनुपर्छ। संरचना बिना, संस्था बिना देश बन्न सक्दैन। त्यसमा सक्षम नेतृत्व पनि चाहिन्छ। आज के खाँचो छ भने यस्तो क्षेत्रमा, देश र जनतालाई उपलब्धि दिने क्षेत्रमा, अन्धकारलाई अन्त गर्ने क्षेत्रमा अब फेरि नयाँ कुलमानहरूलाई नियुक्ति गर्नुपर्छ। नयाँ कुलमानहरूको माध्यमबाट जनताका समस्या समाधान गर्नुपर्छ। यसका लागि सक्षम राजनैतिक नेतृत्व पनि चाहिन्छ। यो कुरा पनि म भन्न चाहन्छु। र अब चौथो कुरा म के भन्न चाहन्छु भने लोकतान्त्रिकरण आज राज्यका सबै संरचनाहरूमा लोकतान्त्रिकरण नहुनुको परिणाम हो। लोकतान्त्रिकरण बिना त्यहाँभित्र जनताका आवाजहरूलाई नसुन्ने, जनताको सेवा नगर्ने जो संरचनाहरू छन्, संस्थाहरू छन्, त्यसको परिणाम आज हामीले भोगिरहेका छौँ। त्यस कारणले पुरानो संस्कृति, पुरानो मान्यताबाट मुक्त भएर नयाँ संस्कृतिको निर्माण गर्ने आजको आवश्यकता हो। त्यो आवश्यकतालाई पुरा गर्नका लागि परिवर्तनमा सहभागी भएका सबै शक्तिहरू, राजनीतिक दलहरू मात्रै होइन, राजनीतिक दलभन्दा बाहिर रहेका परिवर्तनकामी शक्तिहरू, चाहे नागरिक समाज हुन्, चाहे बुद्धिजीवी हुन्, चाहे विशेषज्ञ हुन्, चाहे सङ्घ सङ्गठनहरू हुन्, चाहे सञ्चार क्षेत्र होस्, यी सबै क्षेत्रलाई समेटेर सहकार्य गर्नु आवश्यक छ। लोकतन्त्रका लागि, त्यसको सुदृढीकरणका लागि, त्यसलाई रक्षा गर्नका लागि हामी अगाडि बढ्नुपर्छ र एउटा सहकार्यमा अबको राज्य सञ्चालनमा यिनको निगरानीमा, यिनको नियन्त्रणमा नेताहरू बस्नुपर्छ, मन्त्रीहरू बस्नुपर्छ, सरकारका मान्छेहरू बस्नुपर्छ। सरकारमा बसेर मनपरी गर्न पाउने, भ्रष्टाचार गर्ने, कमिसन खाने, यसको अन्त गर्नुपर्छ। त्यो कुरा यही सहकार्य बिना हुनै सक्दैन। त्यस कारणले यो सहकार्यको एउटा प्रक्रियाबाट हामी लोकतन्त्रलाई सुदृढ गरेर, पार्टीभित्रको लोकतन्त्रलाई सुदृढ गरेर, यहाँ के भएको छ भने सीमित राजनैतिक पार्टीका सीमित नेताहरूमा असीमित अधिकार हुनुको परिणाम हो। आज यो केपी ओलीमा असीमित अधिकार भएको कारण यो भएको छ। त्यस कारणले म अन्त्यमा के भन्न चाहन्छु भने केपी ओलीलाई गाली गर्ने कुरा मात्रै नभएर केपी ओली पैदा हुनुको पछाडि त्यो ग्राउन्ड कहाँ तयार भयो, कसरी केपी ओली पैदा भए, कुन आन्दोलनमा भए र त्यसको समीक्षा गर्नुपर्छ, त्यसको जिम्मा लिनुपर्छ। त्यसको आफ्नो ठाउँबाट म जिम्मा लिन तयार छु, कहाँबाट केपी ओली पैदा भए। अन्यथा हामीले यो समीक्षा गरिनौँ, यो कुरा हामीले स्वीकार गरिनौँ भने फेरि महेन्द्रहरू जन्मिनेछन्, फेरि केपी ओलीहरू जन्मिनेछन्। त्यस कारणले त्यसलाई जन्मिन नदिनका लागि अब हामीले समीक्षा गर्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु। अन्तमा अब समय यहाँ अगाडि आइसक्नु भएको छ निलामणी दाई, त्यस कारणले मलाई धेरै कुरा बोल्न मिल्दैन। विषयवस्तु धेरै भए पनि अब समग्रमा एउटा रूपान्तरणको अभियानका साथ पार्टीको रूपान्तरण, जनसेवा गर्ने पार्टी, जनतासँग निकट सम्बन्ध भएको पार्टी, जनताबाट अलग थलग भएको होइन। यसै गरी
जनताले घेराबन्दी गर्ने, पार्टी र नेतृत्व दलालहरूले घेराबन्दी गर्ने होइन। आज दलालहरूले घेराबन्दी गर्ने अवस्था छ। त्यसको अन्त गरेर जनताको बिचमा नेतृत्व हुर्किनुपर्छ, नेतृत्वले काम गर्नुपर्छ भन्दै म अब हामीलाई देशभन्दा पार्टीभन्दा देश प्यारो छ, हामीलाई स्वतन्त्रता प्यारो छ, हामीलाई आत्मसमर्पण भन्दा हामीलाई मुक्ति प्यारो छ, बलिदानी प्यारो छ भन्ने कुरा म यहाँसम्म राख्दै बिदा हुन्छु। धन्यवाद। लाल सलाम। सभाका सभापतिज्यू, अध्यक्षद्वय र उपस्थित कमेडहरू, लाल सलाम। म प्रधानमन्त्री केपी ओलीको आलोचनामा एक शब्द पनि यहाँ बोल्न चाहन्न। किन भन्दाखेरि प्रशस्त आलोचना मभन्दा अगाडिका साथीहरूले गरिसक्नुभयो। योभन्दा अगाडि यही रहेको आमसभामा हाम्रा नेताहरूले उहाँको धेरै आलोचना गर्नुभयो। अस्ति जराइटीको दक्षिण ढोकामा कुवा रुनुभयो। अब यहाँबाट आलोचना गरौँ, अर्को पालि पश्चिम ढोकामा बसेर रुन बेस छैन। त्यसरी किन रोक्ने? छोडिदिनुहोस्। म दुईवटा कुरा मात्रै भन्न चाहन्छु। उहाँले के भन्नुभयो अस्ति नारायण हिटीको दक्षिण ढोकाबाट दक्षिणतिर फर्केर उहाँले बोलेको भाषणमा दुईवटा कुरा मैले नोट गरेँ। एउटा, उहाँले भन्नुभयो म प्रधानमन्त्री भएको यो बेलामा जति सडक बनेको छ, जति सडक पिच भएको छ, जति विकास भएको छ, त्यति विकास कहिल्यै भएको छैन। अनि भाषण गर्दै जाँदा त्यसको 5 मिनटपछि भन्नुभयो प्रचण्ड र माधव नेपालले यो पार्टीमा रहेका बहुमत केन्द्रीय सदस्यहरूले मेरो हात खुट्टा मार्देर केही पनि गर्न दिएनन्। ल भन्नुहोस्, छातीमा हात राखेर केपी ओलीसँग मेरो प्रश्नको जवाब दिनुहोस्। केपीजी, तपाईँले 5 मिनटभन्दा अगाडि भनेको मेरो पालामा जति विकास कहिले भएन भन्ने कुरा साँचो हो या प्रचण्ड र माधव नेपाल र अरूले हात खुट्टा बाँधेर काम गर्न दिएनन् भन्ने कुरा साँचो? हात खुट्टा दिएर, हात खुट्टा बाँधेर काम गर्न नदिएको भए तपाईँले दाबी गरे जस्तो विकास कसरी भयो? अनि हात खुट्टा विकासै विकास भएको भए प्रचण्ड र माधव नेपालले कसरी हात खुट्टा बाँधे थाहा छैन। तपाईँ आफै जनतालाई नटार्नुहोस्, तपाईँ कति ढाक्नुहुन्छ भन्ने कुराको पहिलो प्रमाण हो। दोस्रो कुरा, उहाँ धेरै पछि पशुपति जानुभयो, रुद्राजीको माला लाएर निस्किनुभयो र यो विघटनपछि पशुपति गएर के वरदान माग्नुभयो थाहा छैन। तर के भनिदिनु भयो भन्दाखेरि 1 अरब जति लाग्ने पशुपतिमा सुनको जलहरी राख्नको लागि 30 करोड म अहिले निकासा गरिदिन्छु। मलाई राजा वीरेन्द्रको सम्झना भयो। 30 वर्ष राजा वीरेन्द्रले भाषण गर्दाखेरि बोल्दाखेरि अन्तिममा भन्ने गर्थे पशुपतिनाथले हामी सबैको कल्याण गरौँ। सधैँ पशुपति गुवाले राजा वीरेन्द्रको वंशै नाचको पशुपतिले कल्याण गरे। तर त्यसै गरी राजा ज्ञानेन्द्रले प्रत्येकचोटि सम्बोधन गर्दा भन्ने गर्थे अन्तमा पशुपतिनाथले हामी सबैको कल्याण गरौँ। पशुपतिनाथले राम्रै कल्याण गर्थे, नराहिटीबाट नागार्जुन पुर्याइदिए। अब ओलीजीलाई पशुपतिनाथले के कृपा गर्ने हो? किन भन्दाखेरि पशुपतिनाथले कृपा गरेर बचाउन सक्ने भए त राजा वीरेन्द्रको वंशनाथ हुन्थेन। सधैँ पशुपति गुहार्ने राजा ज्ञानेन्द्रले गद्दी छोडेर जानुपर्ने थिएन। ओलीजी सुन्नुहोस्, त्यहाँ नबोल्ने पशुपतिनाथको मूर्ति होइन, यहाँ बोल्ने पशुपतिनाथहरूलाई खुसी बनाउनुहोस् जो यहाँ उपस्थित छन्। तराईका जनताहरू शीतलहरले कठाङ लिएर परालको झुप्रो मुनि जाडो नै कठाङ लिएर बसिरहेका छन्, तिनको चिन्ता छैन। पहाडमा अस्ति हिजो भर्खर अखबारमा पढ्नुभयो, एउटी महिला छोराछोरी पाल्न नसकेर छोरा र छोरीलाई समेत आफू लिएर खोलामा हानी केपीजी भाषण गर्दै हुन्छ। अब कोही रोक्ने पर्दैन। यो भन्दा ठुलो प्रहसन के हुन्छ? त्यसैले पशुपतिनाथ तराईको झुप्रोमा छन्, पशुपतिनाथ हिमालको झुप्रोमा छन्, पशुपतिनाथ मेचीको किनारमा छन्, पशुपतिनाथ महाकालीको किनारमा छन् र ती पशुपतिनाथ भनेका जनता हुन्। बोल्ने जनता तपाईँसँग हामीसँग छन्, बोल्ने पशुपतिनाथ हामीसँग छन्। त्यसैले हामी तपाईँलाई चुनौती दिएर भन्न चाहन्छौँ, आउनुहोस् आज गरौँ। तपाईँले सत्ता र शक्ति सम्पत्तिको दुरुपयोग गरेर ल्याएका मानिसहरू र यहाँ किनभने प्रतिपक्षको पक्षमा उभिन, भने सरकारको विपक्षमा उभिन जहिले पनि गाह्रो हुन्छ। तर ज्यान हत्केलामा बोकेर संविधानको रक्षाको लागि, गणतन्त्रको रक्षाको लागि, लोकतन्त्रको रक्षाको लागि, संहिताको रक्षाको लागि यहाँ उपस्थित भएका यी
गर्व छ। कमरेडहरू, म अन्तिम दिन आएँ, मलाई धेरै भन्नु केही छैन। हामीले लडेको लडाइँ नेल्सन मण्डेलाको एउटा सानो कुरा भनेर म टुङ्ग्याउँछु। नेल्सन मण्डेलालाई एकचोटि पत्रकारहरूले सोधे, तपाईँ संसारको विख्यात नेता हुनुभयो, 24 वर्ष जेल बस्नुभयो, सबैले तपाईँलाई मान्छन्, तपाईँसँग के कुरा छ, यस्ता कुराहरू कहाँबाट सिक्नुभयो? पशुपति आमाले नेल्सन मण्डेलाले जवाब दिए, मेरो बुवा, उनको बुवा एउटा आफ्नो कबिलाको सरदार थिए। नेल्सन मण्डेलाले के भन्यो भन्दाखेरि, मेरो बुवा मेरो कबिलाको सरदार हुनुहुन्थ्यो, उहाँ जब आफ्नो कबिलाको मिटिङ राख्नुहुन्थ्यो, उहाँ गोलो गरेर सबैतिर बराबर समान स्तरको कुर्सी राख्नुहुन्थ्यो र उहाँ त्यही बस्नुहुन्थ्यो, सबैको बराबरी बस्नुहुन्थ्यो र सबैको कुरा सुनिसकेपछि मात्रै बोल्नुहुन्थ्यो। मैले जे सिकेँ मेरो बुवाको त्यही गुणबाट सिकेँ। केपी ओलीजीलाई आफ्ना नेताहरू सरको समान कुर्सी भएन, सिंहासन चाहियो अग्लो। एउटा मात्रै कुरा याद राख्नुहोस्, नेपालमा कति प्रधानमन्त्री भए कसले सम्झन्छ, कति राजा भए कसले सम्झिन्छ। सुनको सिंहासनमा बसी अर्को सिंहासनमा बस्ने धेरै राजाहरू भए। हाम्रो नेताहरूलाई आग्रह छ, तपाईँहरू त्यस्तो सिंहासनमा बस्ने होइन, हामी जनता नेता र कार्यकर्ताको मनमा बस्ने नेताहरू बन्नुहोस्। नेपाली जनताले खोजेको कुरा त्यही हो। नयाँ पार्टी बनाउनको लागि, नयाँ संघर्षशील पार्टी बनाउनको लागि, नयाँ क्रान्तिकारी पार्टी बनाउनको लागि हामी सबैले आफूलाई फेर्नुपर्छ र फेर्ने कुरा माथिदेखि सुरु हुन्छ। तपाईँसँग एक बाल्टिन पानी छ भने पनि तपाईँ नुहाउन सक्नुहुन्छ, तर तपाईँले के हिम्मत गर्नुपर्छ भने त्यो एक बाल्टिन पानी टाउकोबाट खनाउनुपर्छ। हामी यो नयाँ पार्टी बनाइरहेका बेलामा के प्रतिबद्धता गर्छौँ भने यो पार्टीलाई अझ परिपक्व, अझ सङ्घर्षशील, अझ क्रान्तिकारी बनाउनको लागि तपाईँहरूको अपेक्षामा खरो उत्रिने प्रण गर्दै एकपल्ट फेरि गणतन्त्र र संविधानको रक्षाका लागि यहाँ उपस्थित हुनुभएका सबै कमरेडहरूलाई हार्दिक अभिवादन गर्दै आफ्नो भनाइ यही टुङ्ग्याउँछु। धन्यवाद। लाल सलाम। हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ। नागरिकको मुखमा टेप टाँसिएको छैन। सर्वसत्तावादको विरुद्ध बोल्न पाइन्छ। संविधानको चिरहरण गर्नेका विरुद्ध बोल्न पाइन्छ। संविधान र कानुनी राज्यको खिलाफमा सेटिङ र बन्द कोठाभित्र भएका अध्यारा षड्यन्त्रको विरुद्ध बोल्न पाइन्छ। 2007 सालदेखि 2046 साल 2062-63 सालसम्मका ऐतिहासिक क्रान्तिहरूले भन्छन् नागरिकहरू सार्वभौम सम्पन्न हुन्। त्यसकारण नागरिकको बोल्न पाउने अधिकारलाई कसैले पनि कुण्ठित गर्न सक्दैन। त्यसैले बोल्न पाइन्छ। हामी यहाँ छौँ, यो हामीले ल्याएको व्यवस्था हो। आज दरबारमा जस्तै रजाइ गर्नेहरू सङ्घर्षका कठिन दिनहरूमा कहाँ थिए दुनियाँलाई हिसाब किताब थाहा छ। त्यसकारण हाम्रो व्यवस्थाभित्र, हाम्रो रगत र पसिनाभित्र, हजारौँ शहीदको बलिदानभित्र, हजारौँ घाइते र बेपत्ता परिवारको बलिदानीभित्र प्राप्त गरेका यी उपलब्धिलाई एकै रातमा एउटा जङ्गी कागजी बादशाहले च्यापचुप पारेर संविधानको बर्खिला गर्ने प्रणालीको विरुद्ध बोल्छन्। हामी बोल्न जन्मेका हौँ, नागरिकको सार्वभौम अधिकारलाई रक्षा गर्न बोलेका हौँ। त्यसकारण आज हामी यहाँ छौँ। त्यसैले आज काठमाडौँको यो मध्य सडकका पेटीहरूमा छरपष्ट मानव सागरले भन्छ, खड्ग प्रसाद ओली कागजी बादशाह हुन्, ती ढलिसके, अब अन्तिम घोषणा गर्न बाँकी छ। जब बादशाह या तानाशाहले आफ्नो कदलाई घटाउँदै जान्छन्, त्यति बेला राज्यको सम्पत्तिको दोहन गर्दै कागजका अग्ला कदका प्रतिमाहरू मात्रै होइन, मुख्याचाहरू बनाउँछन्। खड्ग प्रसाद ओलीले त्यही गरेका छन्। यो अधोगति हो। त्यसकारण यहाँ
गर्ने सम्माननीय राष्ट्रपति, यो राष्ट्रपति सम्माननीय पद संस्था पद होइन, संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो, हाम्रो शिरमाथिको संस्था हो। तर त्यो संस्थाका विरुद्ध बोल्ने दुस्साहस गरेको छैन म। त्यो संस्थामा कुनै व्यक्तिले निर्वाचनको प्रक्रियाबाट गएर निरङ्कुशताको साक्षी बस्छ, त्यसको एउटा प्यादा बन्छ भन्ने त्यस्ता पात्रको विरुद्ध बोल्न पाइन्छ। कसले भन्छ बोल्न पाइँदैन? एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा, एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा कसले भन्छ यहाँ महिला अस्मिता मिचियो भनेर बोल्न पाइन्छ। महिला अस्मिता त त्यति बेला बलात्कृत भएको छ जहाँ भागीरथी भट्ट जस्तै, निर्मला पन्त जस्तै कलिला किशोरीहरू बालिकाहरू बलात्कृत र हत्या भएका छ। त्यति बेला महिला अस्मिता बेचिएको छ, बलात्कृत भएको छ, खण्डित भएको छ। त्यसकारण एउटा तानाशाह बन्दै गरेको एउटा अहङ्कारी, एक प्रकारको कसैलाई सबै कुराको सर्वज्ञानी अहङ्कारी सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्न पाइन्छ। यहाँनिर महिला अस्मिताको प्रश्न आउँदैन, कुनै पनि पदमा लिङ्ग हुँदैन, त्यो सार्वजनिक पद हो, त्यसैले बोल्न पाइन्छ। आज केही 18 वर्षसम्म विद्या भण्डारीले प्राइभेट कम्पनी बनाएको एउटा अनेमा सङ्घ भन्ने संस्था छ, त्यसका सदस्यहरूले महिला अस्मिताको गफ गर्दैछन्। मलाई सुन्न, हेर्न र समाचारहरूमा पढ्न मन छ। भागीरथीहरूका हत्याराहरूलाई कारबाही गर्नु भनेर गृह मन्त्रालय पुगे कि पुगेनन्? मलाई प्रश्न गर्न मन छ। र अर्को कुरा, एउटा सानो निवेदन मात्रै गर्न चाहन्छु कि न्यायालयका बारेमा आज सर्वोच्च अदालतमा संसद विघटनको पक्षमा भइरहेका बहस सुन्दै गर्दा र आजको यो हाम्रो उपस्थिति देख्दै गर्दा संसद पुनः स्थापना नहुने कुरै छैन। यदि संसद पुनः स्थापना भएन भने त्यहाँ खड्गप्रसाद ओलीको पक्षबाट प्रतिवाद गरेका विद्वान अधिवक्ताहरूले भने जस्तै प्रधानमन्त्रीसँग एउटा अचम्मको अधिकार मात्रै हुनेछ, जो कानुनमा संविधानमा लेखिएको हुने छैन। यो व्यवस्थाको हामी खिलाफमा छौँ र सर्वोच्च अदालतले कानुन सम्बद्ध, संविधान सम्बद्ध फैसला गर्नेछ भन्ने कुराको हामीलाई विश्वास छ। यदि यो विश्वास डगमगायो भने न्यायालय राज्यको शक्ति पृथकीकरण सिद्धान्तको आधारमा बनेको संस्थाको औचित्य समाप्त हुनेछ। र मैले जाँदा जाँदै 1 मिनटमा भन्न चाहन्छु, यो खड्गप्रसाद ओली व्यक्ति होइन, हामी व्यक्तिको बारेमा लडिरहेका छैनौँ। यो संस्कृति हो र प्रवृत्ति हो। कमरेड माधव नेपाल, कमरेड प्रचण्ड, यहाँहरूलाई हजारौं जनताको बीचमा साक्षी राखेर भन्न चाहन्छु, यो लडाई हामी जित्दैछौँ, जितिसकेका छौँ। अब खड्गप्रसाद ओली प्रवृत्ति कहिले नदोहोरिने व्यवस्थाको सुनिश्चितताका लागि यही मञ्चबाट तपाईँहरूले घोषणा गर्नु। यो हाम्रो लडाई खड्गप्रसाद ओली प्रवृत्तिका विरुद्ध हो, लोकतन्त्र र न्यायको पक्षमा हो। यही न्यायको पक्षमा आएका हजारौं जनताहरूलाई साक्षी राखेर आज हामीले यही घोषणा यहाँबाट सुन्न चाहेका छौँ, न कि एउटा पात्रको विरोध। यो विरोध होइन। धन्यवाद। सार्वभौम
नारायणीको दरबार अगाडि झार्नु भएको हो भने यसको जवाफ लिएर उहाँ आउनु हुन म खबरदारी गर्न चाहन्छु। अब यहाँ महिलाहरूको सन्दर्भमा जसरी संविधान मिच्ने काम भयो, पार्टीभित्रको र सरकारको कामलाई ठिक ढङ्गले सञ्चालन गर्न नसकेपछि उहाँले नरह्यो 9 बजे बाँसुरी गरेर देशको संविधानमाथि प्रहार गर्नुभयो। पार्टी विधान अनुसार चल्छ, देश संविधान अनुसार चल्छ अनि संविधानलाई ध्वस्त पारेर उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र जो 7 दशक लगाएर नेपाली जनताले स्थापित गरेको थियो त्यसलाई उहाँले अँध्यारो सुरुङतिर धकेल्नु भयो र देशलाई सिङ्गो अस्थिरताको भूमारीमा उहाँले हाल्नु भयो। यो संविधान भनेको हामी सबैलाई थाहा छ, महिलाहरूलाई सती प्रथाभन्दा माथि उठाएर, महिलाहरूलाई दोस्रो दर्जाको नागरिकबाट उठाएर उसलाई राजनीतिमा 33% न्यूनतम ग्यारेन्टी सहित राष्ट्रपति उपराष्ट्रपतिमा एकजना महिला सहित, व्यवस्थापिकामा 33% सहित, स्थानीय निकायमा 40% र प्रमुख उपप्रमुख सहित राजनीतिक नेतृत्व निर्माण गरेको, सामाजिक न्याय सहित समृद्धिमा अगाडि बढ्ने समाजवादको बाटो देखेको संविधान हो। यसर्थ यो संविधान महिलाहरूको लागि प्राणभन्दा प्यारो छ। हामी सिङ्गो महिलाहरू जसले राष्ट्रियताको पक्षमा नालापानी युद्धमा बच्चा बोकेर लडे, जनतन्त्र र जनजीविकाको सलमा जेल ब्रेक गरेर आए, जसले अझै पनि प्रतिगमनको विरुद्धमा कफन बाँडेर महिलाहरू अगाडि बढिरहेको छ। म के चुनौती दिन चाहन्छु भने भगीरथी भट्ट र निर्मला पन्तको हत्यालाई कारबाही र पहिचान गर्न नसक्नेहरूलाई म सम्पूर्ण 7,000 लगायत वडाका सम्पूर्ण महिलाहरूले अब प्रतिगमन नसकिएसम्म आफूलाई सेल्फ डिफेन्सको तालिम लिँदै हातमा चुलेसी खुकुरी दारू बनेर दिएर उठ्नको निम्ति म आह्वान गर्दछु। र यति सँगसँगै म के भन्न चाहन्छु भने पश्चातापको आँसु गर्दै यदि केपी ओलीले प्रतिगमन भएछ भन्ने लागेको हो भने आजै उहाँ बालकोट गएर बस्न अनुरोध गर्दछु। होइन भने संस्थागत राजतन्त्रमा हुर्केको बादशाहलाई त घोडाबाट फाल्दै सिर्फेसलाई फुटबल खेलेको जनताको इतिहास छ। त्यसकारण तिमी त भर्खरै सिर्फेस बुझ्न मन लागेको नयाँ तानाशाह भएको हुनाले शान्तिपूर्ण जनआन्दोलन काफी छ। चिडियाखाना पनि लैजानु पर्दैन। जहाँसम्म प्रतिगमनका मतिहरू छन् तिनीहरूलाई चिडियाखाना होइन आर्यघाट लान महिलाहरू काफी छन्। महिलाहरू प्रतिगमन नसकिएसम्म सडक छोड्ने छैनन्। यो हाम्रो प्रतिबद्धता हो। धन्यवाद। यो कालो दिवस र यो प्रतिगमनको विरुद्धमा देशभरिका विभिन्न ठाउँबाट आउनुभएका आदरणीय जनसमुदायहरूलाई सर्वप्रथम म सम्बोधन गर्न चाहन्छु। म यही प्रक्रियाहरू छोडेर अगाडि बढ्न चाहन्छु। आदरणीय जनसमुदाय, यो विशाल जनसमुदाय, यो तमाम कम्युनिस्ट पार्टीका आदरणीय शुभचिन्तक समर्थक नेता तपाईँहरू हुनुहुन्छ। सबैलाई पिर परेको छ। केपी शर्मा ओलीले जुन पुस 5 गते यो मुलुकको दरबारमा बसेर नेपाली जनतालाई सूचना नदिएर एकाएक संसद विघटन गरेर जुन उहाँले कालो दिनको सुरुवात गर्नुभयो, यसको विरुद्धमा आज हामी काठमाडौँको बीच केन्द्र भागमा बसेर जुन विरोध प्रदर्शन गर्दैछौँ, यसका लागि म तमाम आदरणीय जनसमुदाय र मधेसमा बसेका मधेसी जनसमुदायहरूको तर्फबाट म तपाईँहरूलाई स्वागत र अभिवादन गर्न चाहन्छु। म आज यो कालो गम्छी होइन, यो कालो गुलबन्द हो, म विरोध गर्न चाहन्छु। साथीहरूले यो कालो गुलबन्द हो, यो कालो गुलबन्द होइन, यो प्रतिगमन विरोधी गुलबन्द हो। त्यसो भएको हुनाले
भन्न चाहन्छु यो कमरेड केपी शर्मा ओली जो अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ उहाँको यो कालो शासनको विरुद्धमा हामी छौँ र विरोध गर्दैछौँ। उहाँले अगर राम्रो चाहनुहुन्छ भने अविलम्ब उहाँले यो कदम सच्याउनुपर्छ। जसरी राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई फर्काएको थियो ठीक त्यस्तै यो विशाल जनसागरको लागि सम्बोधन गर्न उहाँले आफूलाई पछि हट्नुपर्छ र आफूले गरेको गलत कामको उहाँले पश्चाताप गरेर यो जनतासँग माफी माग्नुपर्छ। आदरणीय समुदाय, म धेरै समय लिन्न। कमरेड वक्ताहरूले मेरो नाम बोलिराख्नुभयो। मेरो नाम मोहम्मद महफूज अंसारी हो। म नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको सदस्य हुँ। साबिकमा भन्दाखेरि म नेकपा एमालेबाट नव राष्ट्रिय महाधिवेशनबाट चुनिएर केन्द्रीय कमिटीको सदस्य भएको थिएँ। तर आज उहाँले पार्टीलाई जुन किसिमको धोका दिनुभएको छ, उहाँ यो राष्ट्रको ठुलो कक्कार, यस्तो कक्कार मान्छे, यस्तो कक्कार नेता इतिहासमा तपाईँहरू पाउनुहुन्न। उहाँ सद्दाम हुसैन बन्न चाहनुहुन्छ। कम्युनिस्ट पार्टीको नाममा सद्दाम हुसैनलाई हामी स्वीकार्न सक्दैनौँ। लोकतन्त्रमा विधि र प्रक्रिया हुन्छ। विधि र प्रक्रिया नमान्छ नेता, त्यो नेता हुन सक्दैन, त्यो निरङ्कुश हुन सक्छ। आदरणीय समुदाय, त्यसो भएको हुनाले म तमाम उपस्थित साथीहरूलाई भन्न चाहन्छु, यो प्रतिगमन नसञ्चुन्जेल अदालतले यसलाई पुनर्जीवित नगरुन्जेल हाम्रो यो आन्दोलन जारी रहनेछ र मधेसका मधेसी, मुस्लिम, आदिवासी, जनजाति, थारू लगायत पहाडमा बसेका आदिवासी जनजातिहरूले हामी सास लिनेवाला छैनौँ। जबसम्म उहाँले यो अदालतलाई पनि आग्रह गर्न चाहन्छु, अदालत पनि सेटिङमा नपरोस्। समय कम छ, यो सेटिङ के हो? यो सेटिङ तपाईँहरूले थाहै छ। त्यसो भएको हुनाले म एउटा मधेसी मुस्लिमको छोराको नाताले हैसियतले भन्न चाहन्छु, यो सेटिङ मुर्दाबाद।